मलाई चाहिँ क्युरियोसिटी भन्दा डरले चाहिँ धेरै हान्यो। अब एटेन्डेन्स पुगेन भने युनिभर्सिटीले चाहिँ विथड्र गरिदिन्छ। केही कुरा यस्ता पनि हुन्छ कि म बामसँग डाइरेक्टली सेयर गर्नु पनि मिल्दैन कि। लाइक अब एप्लाई गरेँ, मोर देन 100 एप्लिकेसन हालिसक्यो होला, दिनको एउटा दुइटा रिजेक्सन आइरहेको हुन्छ। अनि यति अपग्रेड हुँदाखेरि पनि नेपालमा अझै 18,000 हुन्छ कि अलिकति बढी हुन्छ होला? क्यानाडाको भिडियो हाल्दै गर्दाखेरि युके पुग्यो। अब हेर्नु, अब यहाँ के भयो भन्दाखेरि अब युकेको कुरा चाहिँ अब मैले लाइक कहिले सोचेको थिएन युके जान्छु भनेर। मेरो चाहिँ दिमागमै थिएन युकेको बारेमा। साँच्चै अनेस्टली भन्दैछु यो कुरा चाहिँ। लाइक मैले चाहिँ युके जान्छु भनेर चाहिँ कहिले सोचेको पनि थिएन क्या। मेरो चाहिँ बच्चैदेखिको एउटा सपना चाहिँ क्यानाडा जान्छु, त्यहाँ आफ्नो लाइफ सेटल गर्छु, पढ्छु, यो गर्छु, धेरै कुराहरू चाहिँ धेरै प्लानिङ थियो क्या, धेरै ड्रिमहरू थियो। के कुराले क्यानाडा तानेको? मैले बिचमै कुरा काटिदिएँ। के कुराले भन्नुहुन्छ भन्दाखेरि हिउँले हो। स्नो मन पर्ने? स्नो एकदम। म तराईमा बस्ने मान्छे, तराईमा जन्मेको, त्यही हुर्केको मान्छे, कहिले जिन्दगीमा स्नो देखाएको थिएन। हुन त हाम्रो देशमा नि पाइन्छ स्नो चाहिँ, अब हिमालतिर गयो भने चाहिँ। तर आफ्नो देशभन्दा नि अब लाइक हुन्छ नि बाहिर देशमा हिउँ नै हिउँ, चिसो नै चिसो हो, जति बेला नि हिउँ पर्या, बाक्लो न बाक्लो हिउँ पर्या। मेन चाहिँ मलाई हिउँले चाहिँ त्यतातिर चाहिँ बच्चैदेखि एकदमै त्यो क्युरियोसिटी थियो कि क्यानाडा जाने भन्दै बसिरहेको थिएँ। अब लास्ट टाइम अब क्यानाडा एप्लाई गर्यो। अनेस्टली भन्नु पर्दाखेरि चाहिँ मैले चाहिँ 4 चोटि क्यानाडाको रिजेक्सन खाएको। हजुरले अब ठिक छ, 4 चोटि क्यानाडाको रिजेक्सन खाइसकेपछि अब इन्भेस्ट त गरिसक्यो, त्यत्रो लोन लिएर पैसा अब डुबिसक्यो हामी त। अब त्यहाँ क्यानाडाको फी 1 वर्षको तिरिसकेको थिएँ। अब त्यो पैसा फिर्ता मगाएर फेरि ब्याङ्कको ऋण तिर्नुभन्दा बरु अब कुनै अल्टरनेटिभ कन्ट्री चाहिँ जानु पर्यो भनेर चाहिँ अब युकेको बारेमा। अब अस्ट्रेलिया जान्छु भन्दाखेरि अब त्यत्रो फाइनेन्सियल, अस्ट्रेलियाको लागि त अलिक फाइनेन्सियल त स्ट्रिक्ट छ नि त। त्यसको लागि अब ब्याङ्क ब्यालेन्सदेखि लिएर ट्याक्सको स्टेटमेन्टहरू लिएर धेरै कुराहरू छ नि त। त्यो चाहिँ अब आफ्नो फ्यामिलीको सिचुएसन त्यस्तो नभएको भएर चाहिँ क्यानाडा चाहिँ दिमागमै आएन क्या त्यतातिरको चाहिँ। अब युके चाहिँ अब सोचेँ, अब युकेमा पनि अब विभिन्न खालका भिडियोहरू हेर्थेँ। ब्याचलरमा गाह्रो छ, यस्तो छ उस्तो छ भनेर चाहिँ विभिन्न खालका भिडियोहरू हेरेको थिएँ। त्यही पनि अब नेपालमा चाहिँ अब मैले डिप्लोमा पढेको मान्छे, अब एकजना हाम्रो सिनियर दाइ हुनुहुन्थ्यो, हामीले नेपालमा सँगै पढेको, सँगै भन्नाले एउटै कलेजमा पढेको। म चाहिँ 1 क्लास सिनियर हुनुहुन्थ्यो, म चाहिँ जुनियर थिएँ। अनि उहाँ दाइ चाहिँ सुरुमा युके आउनुभएको थियो, विवेक दाइ भन्नुहुन्थ्यो। अनि उहाँ दाइले चाहिँ पास आउट भएर मैले जुन अहिले चाहिँ म जुन कोर्स पढेको छु त्यही कोर्समा आउनुभएको थियो उहाँ दाइ चाहिँ। अनि नेपालमा चाहिँ हामी सेम एउटै कोर्स पढेको है। अनि उहाँ दाइ चाहिँ पहिले आएर पास आउट भएर उहाँ चाहिँ अब स्पोन्सरसिप लिएर बस्नुभएको मान्छे। अनि उहाँ दाइसँग कन्ट्याक्ट गर्न पुगेँ। अनि उहाँ दाइसँग कन्ट्याक्ट गर्दाखेरि चाहिँ मैले अर्को कुरा पनि थाहा भयो। मेरो एकजना साथीसँगै पढेको, हामी क्लासमेट, ऊ दाइलाई सोधेर म जुन बेला क्यानाडा एप्लाई गर्दै थिएँ त्यो बेला ऊ मेरो साथीले चाहिँ दाइलाई सोधेर ऊ चाहिँ मभन्दा अगाडि यहाँ युके आइसक्यो। अनि त्यसपछि अब विवेक दाइसँग कुरा गरेँ, त्यसपछि मेरो साथीसँग कुरा भयो। उहाँ दाइसँग कुरा गर्दै जाँदाखेरि ऊ साथी, ऊ तिम्रो साथी पनि यहाँ भन्ने भयो नि त। अब यस्तो अब कलेज पास आउट भइसकेपछि को कहाँ जान्छ, धेरै साथीहरू छ। एउटा क्लासमा कति हुन्छन् कति हुन्छ, सबैसँग कन्ट्याक्टमा चाहिँ रहिरहँदैन क्या सधैँभरि। अनि त्यही भएर चाहिँ मेरो साथीसँग नि मसँग राम्रोसँग कन्ट्याक्ट थिएन कि यहाँ भन्ने चाहिँ थाहा थिएन मलाई चाहिँ। अनि त्यसपछि विवेक दाइले भन्नुभयो यस्तो यस्तो छ भनेर। त्यसपछि चाहिँ अब उहाँ साथीसँग कन्ट्याक्ट गरेँ। त्यसपछि यो कोर्समा आउन त नि, यो कोर्सको ड्युरेसन यस्तो यस्तो छ, फीहरू चाहिँ यस्तो यस्तो युनिभर्सिटीमा अभाइलेबल छ भन्ने कुरा गऱ्यो। अनि त्यसपछि चाहिँ अब त्यहाँबाट चाहिँ अब क्यानाडाबाट अब फिसी मगायो, रिफन्ड मगाइसकेपछि चाहिँ अब यहाँ युके चाहिँ आयो 1 वर्षको टपअप कोर्समा चाहिँ इन्जिनियरिङमा। अब अघि मैले हाँस्नु त खोजेको होइन, तर पनि हाम्रो पहिल्यै कुराकानी भएको थियो नि त होइन। त्यही भएर फेरि त्यो अघिको कुराहरू पनि याद भयो। जे होस्, हामी अघि पनि हाँसेकै थियौँ पहिला पनि होइन। एउटा सिरियस कुरा मलाई दिमागमा घुमिरहेछ क्या। फेरि 4 पटकसम्म हो नि त होइन, त्यत्रो हुँदा जे होस् तपाईँले त आफ्नो बेस्ट दिन खोजेको हो, आफूलाई जानु मन लागेको ठाउँमा जान्छु भन्न खोजेको होइन। तर 4 पटकसम्म पनि रिजेक्ट हुँदाखेरि चाहिँ कस्तो फिल हुने रहेछ? यस्तो भयो दाइ, अब के थियो भन्दाखेरि अब लाइक ड्रिम कन्ट्री भन्ने थियो नि त। अब एकचोटि रिजेक्ट भइहाल्यो, अब के कारण चाहिँ रिजेक्ट भयो त्यसलाई चाहिँ सोच्याऊँ न। अब कहाँसिम चाहिँ मेरो त्यहाँ लाइक फल्ट छ नि त, त्यो चिजलाई चाहिँ सोचेर अर्कोचोटि फेरि रिएप्लाई गरौँ न, होप हुन्छ नि त, योचोटि भयो भने अर्कोचोटि हुन्छ कि भन्ने। अनि त्यो चिजलाई चाहिँ त्यो जुन फल्ट देखाएको थियो त्यो फल्टलाई सोचेर फेरि रिएप्लाई गरेको, योपालि हुन्छ कि भन्ने आशमा गर्यो। फेरि उस हाम्रो चाहिँ रेस्पोन्ड आउँदाखेरि फेरि रिजेक्ट भएर आएछ। फेरि त्यही आशमा फेरि योपालि चाहिँ के कारणले रिजेक्ट भयो, जिसिएमएस नट भन्ने हुन्थ्यो कि, जिसिएमएस नटमा चाहिँ तपाईँको चाहिँ रिजेक्सनको विभिन्न के कारणहरू चाहिँ सबै रिजेक्सनको त्यो रिजनहरू चाहिँ सबै दिएको हुन्थ्यो कि त्यो स्टेटमेन्टमा।
त्यो स्टेटमेन्ट मगाउँदै हेर्दै त्यो चिजमा फल्छ भने चाहिँ इभन कोर्स पनि चेन्ज गरेँ। त्यसमा के भनेको थियो भन्दाखेरि एकचोटि आइएलएसपिटी पनि मेरो लो थियो, लाइक एउटा ब्यान्डमा चाहिँ बिलो 60 थियो क्या, 59 समथिङ थियो। एकचोटि त्यो कारणले रिजेक्ट भएको रहेछ। अर्कोचोटि हेर्दाखेरि चाहिँ मेरो कोर्सले गर्दाखेरि अब नेपालमा डिप्लोमा पढेको भएर उता क्यानाडा पनि डिप्लोमामा एप्लाई गरेको थिएँ। अनि जिसिएमएस नोटमा हेर्दाखेरि चाहिँ त्यहाँ के भनेको थियो भन्दाखेरि तिम्रो चाहिँ नेपालमा पढेको कोर्सको लेभल र क्यानाडामा एप्लाई गरेको कोर्सको लेभल चाहिँ सेम भयो, यहाँ चाहिँ कोर्स चाहिँ प्रोग्रेसिभ देखिएन भन्ने भयो क्या। उनीहरूले फाइन्ड आउट गर्दो रहेछ नि त। कोर्स प्रोग्रेसिभ देखिएन भनेपछि अब कन्सल्टेन्सीसँग अब कुरा गरेर कोर्सै चेन्ज हानिदिएको, यो कोर्समा भएन अर्को कोर्स गरौँ न भन्यो। उनीहरू त त्यो पनि डिप्लोमा नै गरेर। अब डिप्लोमा किन गर्यो भन्दाखेरि अब योभन्दा आफूसँग पढेको साथीहरूसँगै एप्लाई गर्दाखेरि त्यही कोर्समा डिप्लोमा टु डिप्लोमा गर्दा उनीहरू भिसा लाग्यो गयो, आफ्नो चाहिँ लागेन। तर मेरो त्यो सुरुमा मैले गर्दाखेरि कोर्स चाहिँ डिप्लोमा नै थियो, तर अलिक फरक थियो। जुन कोर्स गर्न अहिले म युके आएको छु त्यही कोर्सको लागि मैले उहाँ पनि एप्लाई गरेको थिएँ, क्यानाडा पनि। तर कोर्स चाहिँ प्रोग्रेसिभ देखिएन भन्ने टाइपको चाहिँ रेलिभेन्ट भएन, प्रोग्रेसिभ देखिएन भन्ने टाइपको कुरा गयो। त्यसपछि कोर्स चाहिँ चेन्ज हान्थेँ। त्यो साथीहरू जुन कोर्समा गएको थियो त्यो कोर्समा एप्लाई गरेको, त्यसपछि फाइनेन्सियलले फालिदियो। अब फाइनेन्सियलले फालिदियो, फेरि लोन रिन्यू गरेको, अब स्याङ्सन गरेको थिएँ त्यति बेला, स्याङ्सन फेरि ब्याङ्कबाट रिन्यू गरेर हालेको, त्यसपछि फेरि त्यही रिजनले फालिदियो। अब त्यति बेला के भयो भन्दाखेरि अब स्ट्रिक्ट गरिदियो क्या क्यानाडाले पनि। 3 चोटि गर्दासम्म त नर्मल नै चलिरहेको थियो। चौथो पटक गर्दाखेरि त्यो पिएल भन्ने सिस्टम थियो कि, त्यो प्रोभिजनल समथिङ लेटर भन्ने थियो। अनि त्यो लेटरवाला सिस्टम लागु गर्थ्यो। अनि लाइक विभिन्न खालका नीति नियमहरू चाहिँ उनीहरूले चाहिँ इमिग्रेसन प्रतिको अब लाइक चेन्ज हान्थ्यो क्या। त्यति बेला झन् स्ट्रिक्ट गरिदियो। त्यति बेला चाहिँ 4th रिएप्लाई चाहिँ मेरो स्ट्रिक्टको बेला पऱ्यो क्या। त्यति बेला चाहिँ त्यसरी रिजेक्ट भयो क्या। सो त्यसरी नै अब एकचोटि भएन अर्कोचोटि होला कि भन्ने आशमा त्यसरी चाहिँ 4 चोटि खाइयो। अब लास्टमा चाहिँ युके आइयो। तर पनि अब युके आइयो होइन, आइयो कहीँ कतै अझै पनि क्यानाडा भएको भए हुन्थ्यो जस्तो लाग्छ कि अहिले चाहिँ होइन मैले राइट गरेँ। अहिले चाहिँ पक्कै यति पनि मलाई रिग्रेट छैन अनेस्टली भन्छु। किनकि होइन मैले जुन बेला क्यानाडा गएको थिएँ, नेपालमा डिप्लोमा पढेको थिएँ, डिप्लोमामै म जान्थेँ। भोलिका दिनमा गएर लाइक हुन्छ नि पढ्ने भन्ने चिज त कहिले इन हुँदैन नि त। भोलिका दिनमा गएर म मास्टर पढ्छु भन्ने दिमागमा आइहाल्यो भने पनि म पढ्न पाउँथेन नि त। मलाई मास्टरमा जोइन गर्नको लागि ब्याचलर एउटा पुल छ नि त, त्यो ब्रिज त हामीले पार गर्नु पर्छ नि त। ब्याचलर नपढेर मास्टर त पढ्न पाइन्न नि त। सो यहाँ आएर मैले चाहिँ अहिले ब्याचलरमा आएँ, सिधै फाइनली 3rd इयरमा इन्ट्री गरेँ टपको कोर्समा। अब 1 वर्ष मैले ब्याचलर सक्यो। अब मास्टर पढ्न खोज्छु भन्दा पनि मजाले पाउँछु, कसले नै भन्न सक्दैन। तर क्यानाडा भएको भए मैले चाहिँ के हुन्थ्यो भन्दाखेरि ब्याचलर चाहिँ पढ्नु पर्थ्यो। मैले डिप्लोमा सकाएर फेरि ब्याचलर पढ्ने, त्यसपछि मास्टर पढ्ने, फर्दर स्टडीको लागि मलाई एकदम टफ हुनेवाला थियो त्यहाँ गइसकेपछि। यो कुरामा अलिकति अझै एक्सप्लेन गरौँ न होइन। तपाईँ नेपालमा तपाईँले डिप्लोमा गर्नुभयो, डिप्लोमा गरिसकेपछि चाहिँ तपाईँले युके अप्लाई गर्नुभयो होइन। युके अप्लाई गरेर तपाईँले टपअप मात्रै 1 वर्ष मात्रै गरेर चाहिँ तपाईँको ब्याचलर सकियो नि त होइन। यो अलिकति नर्मल जस्तै अब तपाईँ जस्तै इन्जिनियरिङ फिल्डतिर अथवा अरू कुनै कोर्समा आउन खोजिरहनु भएको कसैलाई चाहिँ स्ट्रगल भइरहेछ, तपाईँको जस्तै क्यानाडाको कसैको रिजेक्ट भइरहेको थियो भने उहाँहरूलाई त एउटा लेसन हुन्छ नि त। सो कसरी तपाईँलाई थाहा भयो अथवा कसरी थाहा पाउनु भयो कि मैले 1 वर्षको टपअप कोर्स गरेँ भने मेरो ब्याचलर सकिन्छ, सो द्याट आई क्यान गो फर मास्टर्स होइन। नत्र नर्मल्ली त यहाँ फेरि हामी ब्याचलर्समा आउनु पऱ्यो भने त एटलिस्ट 3 वर्ष पढ्नुपर्छ, 4 वर्षकै हुन्छ। अनि तपाईँलाई राम्रोसँग थाहा छ यहाँ ब्याचलर्स कोर्समा आएको स्टुडेन्टको कस्तो छ भनेर होइन। सो त्यसमा पनि हामी आउँला। त्योभन्दा अगाडि चाहिँ त्यो प्रोसेस कसरी भयो र तपाईँले कसरी बुझ्नुभयो। सो अर्को भनेको चाहिँ नर्मल मान्छेलाई बुझाउनु पर्दाखेरि चाहिँ तपाईँले कसरी बुझाउनुहुन्छ भन्ने कुरा गरौँ। अब के छ भन्दाखेरि हामीले के गर्नुभन्दा अगाडि चाहिँ हामीले चाहिँ खोजतलास गर्नुपर्छ। यत्तिकै हावातालमा चाहिँ लाइक हामीले चाहिँ जम्पिङ हाल्नु हुँदैन कि, अगाडि के छ कस्तो छ सबै कुरा बुझ्नुपर्ने हुन्छ। सो मैले चाहिँ अब युके आउने प्लान बनाइसकेपछि चाहिँ मैले सुरुमा चाहिँ को युकेमा मैले दाइहरू हुनुहुन्थ्यो, हामीले सिनियर दाइहरू हुनुहुन्थ्यो, उहाँहरूसँग मैले कन्ट्याक्ट गरेँ। उहाँहरू पनि त्यही कोर्समा आउनुभएको रहेछ पहिले मभन्दा अगाडि चाहिँ 2 जना, एकजना सिनियर दाइ एकजना साथी आइसक्नु भएको रहेछ। उहाँहरू चाहिँ उहाँहरूसँग मैले कन्ट्याक्टमा बसेँ। उहाँहरूले सबै कुराहरू चाहिँ भन्नुभयो, फलानु लाइक हुन्छ नि ठाउँमा गएर बुझ यसको बारेमा चाहिँ भनिदिनुहुन्छ डिटेलिङमा। अनि म पनि यो कोर्समा आएको। अनि हामी त अलरेडी नाउन थियो नि त युनिभर्सिटी नेपालमा हुँदाखेरि हामी सँगै पढेको मान्छे, एउटा साथी, त्यसपछि एकजना सिनियर दाइ हुनुहुन्थ्यो। अब चिनजान भएको मान्छे, उहाँले गलत कुरा पक्कै पनि भन्नुहुन्न। अनि आफूले पनि अब
यत्रो भइसक्यो अब गुगल वेबसाइटहरू रिसर्च नगर्ने कुरै भएन आफूले पनि रिसर्च गर्यो वेबसाइटहरूमा गुगलहरूमा चाहिँ यो टपअप भन्ने कोर्स कस्तो खालको कोर्स हो कति ड्युरेसनको हुन्छ साँच्चीकै यो भनेकै ड्युरेसनमा कोर्स सकिने हुन् कि नै त्यसपछि अब यसको चाहिँ अब इक्विभ्यालेन्टको कुराहरू हुन्छ त्यसपछि लाइक युकेले चाहिँ अब त्यो कोर्सलाई चाहिँ कुन नजरले हेर्छ भन्ने कुराहरू चाहिँ धेरै कुराहरूको बारेमा चाहिँ खोतलास गर्नुपर्ने हुन्छ अनि त्यही भयो मैले चाहिँ उहाँ दाइहरूसँग सोधेँ दाइहरू अलरेडी पास आउट भइसक्नु भएको रहेछ अनि उहाँहरूले चाहिँ उहाँहरूको भनाइअनुसार चाहिँ अब लाइक यो टपअप कोर्स भन्ने चाहिँ टपअप नाम मात्र हो खासमा चाहिँ तपाईँको 1 वर्षको कोर्स हुन्छ अब इन्ट्री चाहिँ सिधै हामीले चाहिँ नेपालबाट थर्ड इयरमा आएर यहाँ चाहिँ पढ्ने हो फर्स्ट इयर सेकेन्ड इयर चाहिँ पढ्नु परेन हामीले किनकि फर्स्ट इयर सेकेन्ड इयरमा पढ्ने सब्जेक्टहरू म्याथमेटिक्स फिजिक्स यस्तै त हो नि यिनी सब्जेक्टहरू हामीले अलरेडी पढिसकेको हुन्छ सो त्यही भएर हामीले यहाँ आएर चाहिँ त्यो सब्जेक्टहरू चाहिँ पढ्नु पर्दैन हामीले चाहिँ त्यो कोर्स सब्जेक्ट पढ्ने हामीले चाहिँ मेन सब्जेक्ट पढ्ने हो अनि त्यसपछि यो जुन हाम्रो चाहिँ डिग्री हुन्छ नि अब यो डिग्री कस्तो हुन्छ भन्दाखेरि युकेको गभर्मेन्टले चाहिँ जुन 3 इयर्सको डिग्री हुन्छ 4 इयरको डिग्री हुन्छ ब्याचलर्स रहेको सो सेम लेभलको चाहिँ टपअपलाई चाहिँ मान्दो रहेछ क्या तपाईँको इभन सर्टिफिकेट आयो के आयो भन्दाखेरि त्यसमा चाहिँ तपाईँको टपअप भनेपछि कहीँ मेन्सन हुँदैन कस्तो कस्तो कोर्सहरूमा हुन्छ तपाईँलाई थाहा छ मैले बिचमा भने होइन अनि तपाईँको पनि कोर्सको नाम भनिदिनु होला हामीले त्यो कुरा गरेको छैन मैले चाहिँ पढ्ने भनेको मेकाट्रोनिक्स इन्जिनियरिङ हो मेरो कोर्सको फुल नेम भनेको ब्याचलर अफ इन्जिनियरिङ विथ अनर्स इन मेकाट्रोनिक्स एन्ड इन्टेलिजेन्ट मेसिन हो मेकाट्रोनिक्स ओके यो भनेको चाहिँ लाइक इलेक्ट्रिकल मेकानिकल अनि कम्प्युटर इन्जिनियरिङ कम्बिनेसन हो अनि यो कोर्सहरूमा चाहिँ टपअप कोर्सहरूमा चाहिँ लाइक विभिन्न ब्याकग्राउन्डबाट चाहिँ आउन मिल्छ इभन मेकाट्रोनिक्समा आउने हो भने चाहिँ तपाईँको आइटी ब्याकग्राउन्ड छ भने पनि आउन मिल्ने भयो अटोमोबाइल पढ्नु भएको छ भने मिल्ने भयो कम्प्युटर पढ्नु भएको छ सफ्टवेयर पढ्नु भएको छ अब हुन्छ मेकानिकल पढ्नु भएको छ भने चाहिँ यो कोर्समा चाहिँ मजाले आउन मिल्छ कसैले चाहिँ रोक्दैन अनि त्यसै गरी अरू कोर्समा पनि यो टपअप कोर्स चाहिँ अभाइलेबल हुन्छ म्याक्सिमम चाहिँ अहिले चाहिँ चलेको नर्सिङ कोर्सहरूमा आउँछ टपअप नर्सिङ भन्ने हुन्छ बिएससी नर्सिङ हुन्छ क्या टपअपको 1 वर्षको कोर्स हुन्छ त्यसमा नि आउँछन् त्यसै गरी सिभिल इन्जिनियरिङहरू पनि हुन्छ प्रोजेक्ट म्यानेजमेन्ट अथवा सिभिल इन्जिनियरिङ भन्ने पनि हुँदो रहेछ टपअप कोर्समा सबै युनिभर्सिटीमा चाहिँ सबै कोर्सहरू अभाइलेबल नहोला तर चाहिँ कोर्सहरूमा चाहिँ हुँदो रहेछ मलाई अर्को के लाग्यो भने कति मान्छेहरू कतिजना हामी चाहिँ कुन कोर्सलाई चाहिँ कसरी हामीले जस्तै अब फर इक्जाम्पलको लागि लिउँ तपाईँले नेपालमै इन्जिनियरिङ गर्दै हुनुहुन्थ्यो एउटा फिल्डमा हुनुहुन्थ्यो तर तपाईँले त्यो यो यसरी टपअपमा आउनु मिल्छ भन्ने कुरा थाहा नभएको भए त तपाईँले फेरि ब्याचलर सुरुदेखि नै अप्लाई गर्न पनि सक्नुहुन्थ्यो फर्स्ट इयरबाटै पढ्नु पर्यो होइन फर्स्ट इयरबाटै पढ्नु पर्थ्यो अनि त्यो दुःख थाहा छँदैछ मैले चाहिँ यो किन पनि यो इन्फर्मेसनले अलिकति हेल्पफुल होला जस्तो लाग्छ भने कतिजनालाई ठ्याक्कै कहाँनिर पुग्ने भनेर थाहा हुँदैन नि त होइन किनभने हाम्रो नेपालमा पढाइ हुने सिस्टम र यहाँको अलिकति डिफ्रेन्ट छ तपाईँलाई ठ्याक्कै ठाउँ बाटो थाहा पाउनु भयो तपाईँ आउनुभयो 1 वर्षमा तपाईँको सकियो आनन्द होइन अब त एउटा प्रोग्रेसिभ त्यो हुन्छ नि त अब तपाईँले मास्टर्स जोइन गर्नु मिल्यो डिफ्रेन्ट बाटोहरू छ नि त अनि तपाईँलाई इन्फर्मेसन पनि छ भनिसकेपछि यदि भविष्यमा कसैले तपाईँको फिल्डको रिलेटेड चाहिँ इन्फर्मेसन चाहियो भनेदेखि तपाईँले युट्युबमा पनि कन्टेन्ट बनाइरहनु भएको छ होइन हामी डिस्क्रिप्सनमा पनि मेन्सन गरिदिन्छौँ सो द्याट मान्छेहरूले तपाईँलाई इन्क्वायरी गरेर अझै इन्फर्मेसन लिन पाओस् भन्ने चाहिँ मेरो एउटा इच्छा हुन्छ कसैलाई इफ चाहियो त्यो कोर्सको बारेमा इभन हामीले पनि अहिले त्यसको बारेमा भनिदिइराखेकै छौँ इफ कसैलाई त्यसको बारेमा अझै डिटेलमा बुझ्नु मन छ केही कुरा छ भने चाहिँ मलाई डाइरेक्टली कन्ट्याक्ट गर्न नि सक्नुहुन्छ मैले चाहिँ डिटेलमा खोलेर चाहिँ जे छ यथार्थ चाहिँ त्यो कोर्सको बारेमा सबै कुरा चाहिँ म भनिदिन्छु मलाई चाहिँ अहिले पनि के लाग्छ भने अब आउने मान्छेहरूलाई पनि हामीले नआउनु पनि भन्नु मिलेन होइन अनि कोही पनि रङ ठाउँमा चाहिँ नपुगोस् भन्ने मात्रै एउटा चाहना जस्तो तपाईँले आउनु पनि इभन मलाई पनि थाहा थिएन कि यसरी टपअप कोर्समा चाहिँ यसरी आउनु मिल्ने रहेछ अथवा यसरी गर्नु मिल्ने रहेछ भनेर सो एकदमै राम्रो इन्फर्मेसन पाइयो यो चाहिँ सो तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद त्यसको लागि होइन अनि सो अब यहाँ आइसकेपछि कोर्सको जर्नी चाहिँ तपाईँको कस्तो थियो किनभने तपाईँ त एकैपटक 3rd इयरमा आउनुभयो नि त सबैभन्दा ठुलो च्यालेन्ज यहाँ आइसकेपछि के फेस गरेर चाहिँ त्यसलाई कसरी कोपअप गर्नुभयो किनभने ल फर्स्ट इयरमा आएको भए छुट्टै हुन्थ्यो जस्तै फर्स्ट इयरमा आयो सबजना होइन आधी चाहिँ नेपालमा पढेको छ नेपालमा पढाएँ यहाँ आएर सिधै फाइनल इयर पढाए के छ कस्तो त्यो त
होइन गाह्रै हुन्छ सुरुमा। म यसको बारेमा नि हजुरलाई भनिदिउँ कस्तो छ भन्दाखेरि म सुरुमा थर्ड इयरमा इन्ट्री हाने। थर्ड इयरमा हाने अब कहिले नपढेको सब्जेक्टहरू हेर्छु, मोड्युल हेर्दाखेरि मेकाट्रोनिक छ, इलेक्ट्रोमेकानिकल छ, के छ त्यसको भित्रको कुराहरू, अब मेन्टेनेन्सका कुराहरू थिए। त्यसपछि यो सेन्सर एक्चुएटरको बारेमा थिए होइन, मोटरहरूको बारेमा धेरै कुराहरू थिए। अब त्यसमध्ये अब कतिपय टर्म्सहरू चाहिँ सुनेका थिएँ, कतिपय टर्म्सहरू नसुनेका पनि थिए त्यहाँ होइन। सो अब सुरुमा चाहिँ एकदमै च्यालेन्ज नै भयो, किनकि असाइनमेन्टहरू अब दिँदाखेरि एक्कासी अब प्रोजेक्ट नै गर्नुपर्ने कि हाम्रो यो इन्जिनियरिङको जति पनि असाइनमेन्ट हुन्छ नि सबैको पहिला चाहिँ सुरुमा गर्ने, त्यसपछि लेख्ने, गर्ने लेख्ने। अब गर्ने चाहिँ कसरी, अब केही आइडिया होइन त्यो चिजको बारेमा। त्यसको लागि चाहिँ मैले के सोल्युसन गरेर निकालेँ भन्दाखेरि प्रोफेसरसँग चाहिँ अलिक क्लोज भएर बस्नुपर्ने रहेछ, अलिक नजिक भएर बस्ने। आफूलाई केही डाउट छ भने चाहिँ लाइक मिटिङ राख्ने, प्रोफेसरसँग मेल गर्ने, मलाई चाहिँ यो मोड्युलमा चाहिँ असाइनमेन्टमा अलिकति प्रब्लम छ, मलाई चाहिँ अलिकति हेल्प चाहियो भनेपछि प्रोफेसरले एकदमै गाइड गरिदिन्छ फेरि त्यस्तो केसमा चाहिँ। अनि त्यस्तै नै भयो, मेरो लागि चाहिँ एकदमै नयाँ थियो सबै कुराहरू। सो मैले प्रोफेसरको टचमा बसेँ, सोधेँ, राम्रोसँग उनीहरूले बुझाइदियो। त्यसपछि अब बाँकी आफूले पनि बाँकी पार्ट भनेको हाम्रो पार्ट हो गर्नु, उसले चाहिँ जस्ट हामीले बाटो देखाइदिनु, हिँड्ने भनेको हामीले आफै हो। सो त्यसपछि मैले अब लाइब्रेरीमा बुकहरू पनि अभाइलेबल हुन्छ, रिसोर्सेसहरू जति पनि हुन्छ, त्यसपछि वेबसाइटहरू हुन्छन्, वेबसाइटमा त्यो डाटाहरू टन्नै अभाइलेबल हुन्छ। सो अब उहाँहरूबाट गाइड लिएर मैले चाहिँ गुगल गरेँ, बुकहरू पढेँ, च्याट जिपीटीहरू पनि छ। एउटा लाइक च्याट जिपीटीलाई हामीले चाहिँ नराम्रो तरिकाले पनि लिनु हुँदैन क्या। च्याट जिपीटी भनेको एउटा चाहिँ हाम्रो सेकेन्डरी टिचरको रूपमा चाहिँ युज गर्न सकिन्छ क्या। त्यसलाई चाहिँ राम्रोसँग युज गर्यो भने चाहिँ एकदमै च्याट जिपीटी भनेको एकदमै भनौँ न लाइफ चेन्जर हो क्या। त्यो लाइफ चेन्ज गरिदिन्छ क्या त्यसले चाहिँ राम्रोसँग हामीले चाहिँ प्रोपर ठाउँमा चाहिँ प्रोपर तरिकाले चाहिँ युज गर्यो, युटिलाइज। हजुर। सो त्यहाँबाट आइडियाहरू लिएर त्यसरी चाहिँ गरेको, अगाडि बढेको क्या। सो त्यो सुरुमा त अब प्रोजेक्ट गर्नु पनि लो, आफूलाई केही आइडिया छैन। अब सुरुमा आफ्नो रियल नै भनिदिन्छु, सुरुमा चाहिँ मलाई होइन एउटा मोड्युलमा इलेक्ट्रोमेकानिकलमा चाहिँ अटोमेटिक वायर कटिङ एन्ड स्ट्रिपिङ मेसिन भन्यो। अब के नेपालमा हुँदाखेरि अटोमोबाइल पढेको, अब त्यहाँ चाहिँ केही प्रोजेक्टै गरे होइन, त्यस्तो प्र्याक्टिकल गर्नु भएन कि? प्र्याक्टिकल थिएन। प्र्याक्टिकल भन्नाले इन्टर्नसिप थियो। इन्टर्नसिपमा अब लाइक गाडीको इन्जिन खोल्ने, बन्द गर्ने, लाउने, अब त्यसमा चाहिँ हामीले चाहिँ हात हाल्न दिन्थेन। इन्टर्नसिप 45 दिनको हुन्थ्यो। त्यो चाहिँ एज अ पार्ट अफ मोड्युल नै हुन्थ्यो क्या, कोर्सको एउटा त्यो पार्ट थियो, सब्जेक्टै थियो भनौँ। 45 दिनको इन्टर्नमा अब हामी चाहिँ केही गर्न पाइँदैन थियो कि, जस्ट हेर्ने मात्र हो। अब सानोतिनो कामहरू मोबिल खोल्ने चाहिँ गरिन्थ्यो। तर अब यहाँ आएपछि यो डिफ्रेन्ट पार्ट भइहाल्यो कि। अब यहाँ चाहिँ अब के भयो भन्दाखेरि माइक्रो कन्ट्रोलर, सेन्सर एक्चुएटरहरू सबै हामीले आफैले खेलाउनु पर्ने भयो क्या। अनि गर्नै नसकिने, अब कसरी गर्ने, के गर्ने। त्यही पनि अब त्यो प्रोफेसरको आज मैले भने गाइडहरू लिएँ, त्यसपछि वेबसाइटहरू रिसर्च गरेँ, यसलाई चाहिँ यसरी गर्न मिल्छ भनेपछि गरेको। त्यसरी चाहिँ मैले अगाडि बढेँ क्या। डर भन्ने कुरा कुनै कुराको लाग्यो त्यति बेला भन्न खोजेको, मैले कसरी भन्न खोजेको भने जस्तै अब नयाँ ठाउँ, हजुर, नयाँ क्लास, अरू त फर्स्ट इयरदेखि थर्ड इयर हुँदै आइरहेछन्, हजुर। तब त एकपटक इन्ट्री होइन, यो त धमाका इन्ट्री भयो, सिधै थर्ड इयर होइन, सिधै डर पनि त लाग्यो होला नि त कति बेला, अथवा क्युरियोसिटीले धेरै हान्यो कि डरले धेरै हान्यो? मलाई चाहिँ क्युरियोसिटी भन्दा डरले चाहिँ धेरै हान्यो। असाइनमेन्टको कुरा हुन्छ नि त, लाइक सुन्दै आएको, फेल भयो भने डिपोर्ट गरिदिन्छ, यस्तो गरिदिन्छ, जस्तो अब त्यत्रो लगानी लगाएर नयाँ सब्जेक्ट पढिरहेको छु, फेल भयो भने नेपाल पो पठाइदिने पो हो कि भनेर लास्टै डर लाग्थ्यो त्यो असाइनमेन्टमा। जब जुन बेला मेरो मार्क्स आयो नि असाइनमेन्टको, त्यति बेला मार्क्स देखेर म एकदम सेटिस्फाई भयो। त्यो जुन तरिकाले मैले मिहिनेत गरेँ, मैले अब टाइम दिएँ, त्यसमा त्यो अनुसारको मार्क्स पनि पाएँ क्या। त्यो मार्क्समा पनि म अहिले एकछिनमा आउँछ होइन, त्यो पनि इन्ट्रेस्टिङ छ। त्योभन्दा अगाडि चाहिँ अब डर त लाग्यो, असाइनमेन्टको एकदम खत्रै डर लाग्यो होइन। अनि प्लस फेरि प्र्याक्टिकल कुराहरू गर्नु पऱ्यो, जुन चाहिँ तपाईँले नेपालमा गरेकै थिएन होइन, त्यसको पनि एउटा भइहाल्यो। तर त्यो डर हटाउनको लागि चाहिँ तपाईँलाई के कुराले चाहिँ कोपअप गर्नुभयो, कसरी चाहिँ हेल्प भयो तपाईँलाई यो कुरालाई सल्भ गर्नको लागि चाहिँ? डर हटाउनुको लागि चाहिँ आफूले चाहिँ हिम्मत गर्नुपर्छ भन्ने हो मेन कुरा चाहिँ। आफूले चाहिँ अब ल यो कुरामा डर लाग, म त गर्दिनँ, म त पछाडि हट्छु भनेर बस्यो भने सकिँदैन क्या। डर लाग, अब त्यसलाई चाहिँ कसरी जित्ने भन्ने कुरामा चाहिँ हामीले चाहिँ फोकस गर्नुपर्छ क्या। मेन चाहिँ डर लागेको छ, अब डर लागेको छ भनेपछि अब त्यसको सोल्युसन पनि जे चिजमा अब गाह्रो छ भने त्यसको सोल्युसन अभियसली हुन्छ, सोल्युसन नहुने कुरै भएन नि त। सो यसलाई चाहिँ कसरी ट्याकल गर्ने, त्यसलाई डरलाई चाहिँ कसरी हटाउने भन्ने कुरातिर लाग्यो क्या। त्यसमा चाहिँ पछाडि चाहिँ मैले कहिले हिम्मत हारिनँ क्या। त्यसलाई चाहिँ ट्याकल गर्न खोजेको, च्यालेन्ज दिन खोजेको, डरलाई पनि च्यालेन्ज दिन खोजेको क्या। त्यसरी चाहिँ त्यो डर हटाएको क्या। मैले प्रोफेसरहरूसँग क्लोज भएँ, वेबसाइटहरू रिसर्च गरेँ, आफूले सेल्फ स्टडी गर्ने चाहिँ बानी बसालेको क्या। सो मेन त्यसरी चाहिँ डरलाई हटाएको क्या मैले चाहिँ। 3टा कुरा सिकेँ मैले, अब यो हो कि होइन मलाई भन्नु है त।
तपाईँले एउटा चाहिँ के भन्नुभयो भने फर्स्टमा चाहिँ सेल्फ अब स्ट्रङ हुनु पऱ्यो आफू मेन्टल्ली होइन इमोसनली एकदमै स्ट्रङ हुनु पऱ्यो अनि अर्को भनेको चाहिँ आफूले पनि सिक्नलाई त एउटा इन्थुजियाजम त हुनु पऱ्यो नि त होइन थर्ड भनेको चाहिँ लेक्चररसँग एउटा रिलेसनसिप चाहिँ राम्रो गर्नै पर्छ क्या यति गऱ्यो भने चाहिँ जे हो सजिलो हुन्छ धेरै कुरामा सजिलो हुन्छ त्यति गऱ्यो भने चाहिँ किनकि मैले आफैले पनि त त्यो कुरा चाहिँ भोगेको छु नि त मैले आफ्नो रियल एक्सपिरियन्स भने नि त त्यसरी गर्नु सबलाई सजिलो हुन्छ जो मान्छे प्रोफेसरसँग चाहिँ कन्ट्याक्टमा क्लोज हुन खोजेन उनीसँग राम्रोसँग रिलेसन बनाउन सकेनन् भनेपछि आफूले चाहिँ सेल्फ रिसर्च गर्ने कुरामा चाहिँ अलिकति त्यो कुराहरूमा चाहिँ ध्यान दिएन भने चाहिँ गाह्रो हुन्छ क्या किनकि अभियसली हामी बाहिर देशमा हामी त आफ्नो देशमा होइन नि त नेपालीमा प्रोफेसरहरूले युनिभर्सिटी हाम्रो नेपालमा त नेपालीमै पढाइन्छ नि त मजाले बुझिन्छ आफ्नो भाषा हुन्छ एकदम मेन प्रायोरिटी आफ्नै भाषा हो मजाले बुझिन्छ अब यहाँ चाहिँ अर्को भाषा हुन्छ बुझ्ने कुराहरूमा धेरै गाह्रो हुन्छ क्या पढाउने बेलामा नबुझ्न नि सकिन्छ क्या सो त्यही भएर मैले भनेको सेल्फ स्टडी गर्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ प्रोफेसरसँगको इन्टरेक्सन बनाउनु एकदमै इम्पोर्टेन्ट हुन्छ किनकि क्लासमा नबुझेको कुरा प्रोफेसरसँग इन पर्सन भेट गऱ्यो भने चाहिँ उसले चाहिँ बुझाइदिन्छ क्या त्यही भएर चाहिँ कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट छ क्या अब मार्क्समा आउनुभन्दा अझै अगाडि होइन यो हामीले रेकर्डिङको प्लान त अलिकति टाइम भयो नि त गरौँ भनेको होइन यहाँको टाइमको अवस्था के छ भन्ने कुरा तपाईँलाई पनि थाहा छँदैछ होइन त्यति बेला चाहिँ एकदम असाइनमेन्टको चटारो थियो तर मैले के देखिरहेको थिएँ तपाईँको प्रोजेक्ट तपाईँले चाहिँ पोस्ट पनि गर्दै हुनुहुन्थ्यो हेर्दाखेरि चाहिँ इन्ट्रेस्टिङ लाग्यो तर मैले धेरै कुरा बुझ्न सकिनँ होइन हेर्दाखेरि रमाइलो लागिरहेको थियो अब त्यो के हो भन्ने चाहिँ बल्ल मैले पनि आज बुझ्न पाउँदैछु के हो त आज भन्ने त्यो प्रोजेक्ट चाहिँ रियलमै इन्ट्रेस्टिङ छ त्यो चाहिँ एउटा मेरो फाइनल इयरको लाइक 6th सेमेस्टरको लास्ट सेमेस्टरको एउटा चाहिँ मोड्युल हो क्या त्यो मोड्युलमा चाहिँ प्रोजेक्ट नै बनाउनु पर्ने हामीले चाहिँ लास्ट इयरमा चाहिँ खासमा दुईवटा प्रोजेक्ट गर्नुपर्ने त्यसमा चाहिँ एउटामा जस्ट थेसिस एनालाइसिस मात्र गर्नुपर्ने अनि त्यो मोड्युल जुन मैले बनाएको छु त्यो चाहिँ एकदमै सबलाई इन्ट्रेस्ट लाग्छ कि त्यो हेर्दै इन्ट्रेस्टिङ पनि छ क्या त्यो प्रोजेक्ट के छ भन्दाखेरि अब लाइक हामीले चाहिँ डे टु डे लाइफमा चाहिँ हाम्रो घरमै युज हुन्छ क्या त्यो सामानहरू हामीले अब बजारबाट केही कुरा किनेर लग्यो भने चाहिँ त्यसको चाहिँ अब प्याकेटहरू हेर्छ नि त प्याकेट अब कुनैको प्याकेट चाहिँ रातो हुन्छ कुनैको पहेँलो हुन्छ कुनैको लाइक हरियो होला होइन सो मेरो प्रोजेक्ट चाहिँ त्यो प्याकेट रिलेटेड छ क्या त्यो भनेको मेनली हाम्रो चाहिँ इन्डस्ट्रीहरूमा चाहिँ युज हुने हो क्या त्यो चाहिँ के छ भन्दाखेरि म त्यसको बारेमा नि भनिदिन्छु त्यो मेरो प्रोजेक्ट चाहिँ त्यो चाहिँ अटोमेटिक चाहिँ प्रोडक्ट सर्टिङ मेसिन हो क्या अन द बेसिस अफ देयर कलर कुनै प्याकेटको कलर चाहिँ ग्रिन छ भने चाहिँ त्यसलाई चाहिँ मान्छेको प्रेजेन्समा होइन क्या मान्छे नभइकन मेसिनले क्या अटोमेटिक रोबोटले चाहिँ कसरी त्यसलाई चाहिँ सर्ट आउट गरिदिन्छ क्या मान्छे चाहिँ नचाहिकन मान्छेलाई चाहिँ त्यो आवश्यकता नै छैन क्या त्यो प्रोडक्ट एउटा रातो बक्स आएको छ अर्को चाहिँ मानु ग्रिन कलरको आएको छ भन्दाखेरि त्यसलाई चाहिँ अब रातोलाई एक ठाउँमा अनि अर्को कलरलाई चाहिँ एक ठाउँमा राख्नुपर्ने छ भने चाहिँ त्यहाँ मान्छेको आवश्यकता छैन मेसिनले चाहिँ गरिदिन्छ क्या मानु एउटा सिम्पल लाइफ हाम्रो डे टु डे लाइफ इक्जाम्पल लिगौँ न अझै नेपालमा चाहिँ कुनै कुरामा उपयोग गर्न सकिन्छ भने त्यो इक्जाम्पल दिन सक्नुहुन्छ बिल्कुल मैले चाहिँ तपाईँले चाहिँ सिम्पल तरिकाले अब जस्तै एउटा वाइवाई सबैले नाम सुनेको कुरा हो इभन त्यो कम्पनीहरूमा पनि यो खालको चाहिँ सिस्टम चाहिँ लागु त्यहाँ युज गरेकै हुन्छ छैन भने भन्न सक्छ किनकि रोबोटिक सिस्टम हो अहिलेको यो इन्डस्ट्री अहिलेको यो 20th सेन्चुरीमा चाहिँ 21st सेन्चुरीमा चाहिँ मान्छेले जताएको त्यो रोबोटिक मान्छेलाई हटाएर रिप्लेस गरेर रोबोटिक सिस्टममा चाहिँ युज गर्दैछ हाम्रो नेपालमा पनि यो वाइवाईको कुरा गरौँ वाइवाईको कुरा गर्दाखेरि एउटा क्विक भन्ने चाउचाउ छ एउटा क्विक छ एउटा वाइवाई छ एउटा वाइवाईको कलर चाहिँ तपाईँको येल्लो कलरको छ अनि एउटा क्विकको चाहिँ ग्रिन कलरको छ भनेपछि लाइक म्यानुफ्याक्चर त्यसको एउटै हो भनौँ सिजी नै छ त्यसले नै म्यानुफ्याक्चर गर्दैछ दुइटै चाउँछ वाइवाई त अभियसली गर्दैछ अब क्विक चाहिँ अब मलाई एक्ज्याक्ट अब वाइवाईकै ब्रान्ड हो अथवा के हो त्यसको दुई तीनटा छ त्यसमा चिकनवाला चाहिँ रातो छ होइन भेजवाला हरियो त्यतातिर अब नजाउँ धेरै डेपमा गइन्छ हामी चाहिँ जस्ट त्यो प्र्याक्टिकल त्यो रियल लाइफको चाहिँ कुरा गरौँ अब सो अब एउटा मानौ ग्रिन कलरको छ एउटा चाहिँ येल्लो कलरको छ अब एउटै कम्पनीले मानौ म्यानुफ्याक्चर गर्दैछ त्यो दुइटै प्रोडक्टलाई भनेपछि अब एउटै कन्भेयर बेलमा त जान्छ अभियसली प्रोडक्ट त एउटै मेसिनले बनाउने हो सब प्याकिङ पो विभिन्न कलरको भयो नि त प्रोडक्ट त एउटै मेसिनले बनाउने त सो त्यो प्याकेटहरू के हुन्छ भन्दाखेरि एउटै लाइनमा जान्छ क्या प्याकिङ हुनको लागि एउटै लाइनमा गइरह भन्दाखेरि अब त्यहाँ मान्छे राख्यो भने मान्छेले चाहिँ हेर्दै एउटा गर्दै अब लाइक धेरै त्यो इफोर्ट दिनुपर्छ कि त्यसको लागि अनि तपाईँको चाहिँ अब कम्पनीको पनि लाइक इन्भेस्ट अलिक बढी नै हुन्छ क्या त्यहाँ चाहिँ वान टाइम इन्भेस्ट भन्दा पनि त्यसलाई चाहिँ इन्भेस्ट गरेको गर्नु पऱ्यो नि त अब त्यो रोबोटिक राख्यो भने चाहिँ के भयो भन्दाखेरि वान टाइम इन्भेस्ट भयो लङ टर्मसम्मलाई टिक्ने भयो प्लस टाइम पनि तपाईँको घट्ने भयो नि त मान्छेभन्दा यसले त काम
छिटो छिटो गरिदियो नि त। सो त्यहाँ के छ भन्दाखेरि त्यहाँ अब 2टा कलरको मैले भने, एउटा चाहिँ येलो कलरको एउटा ग्रिन कलरको गइरहेको भन्दाखेरि त्यो मेसिन मैले बनाएको प्रोजेक्टले चाहिँ मान्छे चाहिँ चाहिँदैन, अटोमेटिक त्यसले चाहिँ ग्रिन कलरको चाहिँ प्रोडक्ट छ भने चाउचाउ छ भने ग्रिन कलरको चाउचाउलाई चाहिँ एउटा अर्को बक्समा राखिदिनु भयो, येलो कलरको चाउचाउलाई चाहिँ अर्को बक्समा राखिदिनु भयो क्या, सेपरेट गरिदिने राखिदियो, सेपरेट गरेर राखिदियो क्या। सो प्रोडक्ट सर्टिङ मेसिन भयो क्या, त्यो कलरको बेसिसमा क्या। सो त्यो चाहिँ मेरो प्रोजेक्ट हो क्या, हेर्दा पनि इन्ट्रेस्टिङ छ। नाइस नाइस। तपाईँलाई चाहिँ त्यही नै गर्नुपर्ने थियो कि मोडुल अनुसार, अथवा तपाईँले आफूले चुज गरेर बनाएको हो यो चाहिँ? त्यो चाहिँ हामीसँग 80वटा अप्सनमा थियो हेर्नु, 80वटा अप्सन थियो, त्योमध्ये मैले आफैले त्यो प्रोजेक्ट चुज गरेको। किनकि मैले चुज गर्नु पनि रिजन छ, मैले चाहिँ युके आएर मैले फ्याक्ट्रीमा काम गर्दैछु हेर्नु। अब सबै स्टुडेन्टहरूले चाहिँ अब गर्ने नै त्यही हो, स्टुडेन्टले मात्र नभए फुल टाइमहरूले बाहिर देशमा गएर अलिकति त्यस्तै काम गर्नुपर्छ। सो म इन्डस्ट्रीमा काम गर्दाखेरि चाहिँ, फुड इन्डस्ट्रीमा काम गर्दाखेरि मैले देखेँ क्या त्यहाँ चाहिँ प्रोडक्टहरू म्यानुफ्याक्चर हुँदाखेरि सब रोबोटिकले गरिरहेको, मान्छेको इन्भल्भमेन्ट पनि छैन त्यस्तोमा। अनि यो कलरहरूको कुराहरूमा चाहिँ त्यो सब मेसिनले क्या रोबोटिक सिस्टम रहेछ। अनि त्यहाँबाट चाहिँ मेरो दिमागमा आयो, त्यो प्रोजेक्टमा मैले देखेँ त्यहाँ चाहिँ प्रोजेक्ट बेसिस अन त्यो प्रोडक्ट सर्टिङ अन द बेसिस अफ कलर, कुनैको साइजको बेसिसमा, कुनैको वेटको बेसिसमा, कुनै मेटल नन मेटलको बेसिसमा होइन, विभिन्न खालको। सो मैले चाहिँ त्यहाँबाट चाहिँ अब अरूले चुज गरेँ, त्यहाँबाट मैले चाहिँ कलर चाहिँ मलाई एकदमै राम्रो लाग्यो, कलरको बेसिसमा गर्नुपर्छ भन्ने लाग्यो। अनि त्यहाँबाट चाहिँ मलाई आइडिया आएको कि यही नै गर्छु भनेर चाहिँ लिएको, मैले त्यो प्रोजेक्ट चुज गरेको मैले आफै। अब त अलिकति इन्भेस्ट गऱ्यो भने त त्यसो भए त बुटोलमा त फ्याक्ट्री त आफै खोल्न पनि सक्ने जस्तो सकिन्छ। किनकि अब लाइक हामी चाहिँ त्यो फिल्डको मान्छे भएर पनि लाइक त्यो त्यसको चाहिँ स्कोप चाहिँ एकदमै राम्रो छ। त्यो रोबोटिकको यो आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमहरूको नि अटोमेसनहरूको चाहिँ एकदम स्कोप राम्रो छ हाम्रो नेपालमा नि। यो गऱ्यो भने चाहिँ राम्रो छ, फ्युचर चाहिँ छ यिनी कुराहरूको चाहिँ। नाइस नाइस, एकदम मजा लाग्यो त्यो सुन्दाखेरि पनि। अनि अर्को मैले बुझ्न खोजेको चाहिँ के थियो भने, आउनुभयो क्यानाडा 4 पटक यसलाई छुट्याउनु हुँदैन क्या। लेसन ठुलो तपाईँले होइन, एकदम मेहनत, कन्टिन्युटी, त्यसमा तपाईँको लगनशीलता, अहिले यहाँ आइकन पनि धेरै कुरामा इन्भल्भ भएको देखिरहेको छु मैले तपाईँलाई। त्यो रिपिट गरिरहेको भन्दाखेरि पनि तपाईँको स्टोरीबाट चाहिँ म आफू पनि इन्सपायर भएको भएर मैले त्यो कुरालाई चाहिँ त्यो ग्राउन्ड लेभलदेखि नै मैले पोइन्ट आउट गर्दै आइरहेको छु होइन। आजै रिजल्ट आयो, आजदेखि कोर्स पनि सकियो, फाइनल्ली अब ग्रेजुएट पनि हुने हो। कस्तो यही लक्की दिनमा चाहिँ अब भेटघाट पनि हुन पाइरहेछ होइन यसरी एक्सप्रेस। कस्तो फिल भइरहेछ आफूले यत्रो मेहनत गरेर होइन, यति पटक सबै कुरा रिपिट गर्दै 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 यहाँसम्म आएर, अनि तपाईँको सेक्टरमा आफूले नै एउटा मसिनसम्म तपाईँले बनाउन सक्ने क्षमता आफूले डेभलप गरिसक्नु भएको छ। आजको दिन चाहिँ कसरी एक्सप्लेन गर्नुहुन्छ, कस्तो फिल भइरहेछ? हेर्नु अब मैले चाहिँ रिजल्ट भन्ने कुरा चाहिँ आज बिहान आयो। अब योभन्दा अगाडि जुन अहिले हामीले चाहिँ त्यही अघिको अब यो प्रोजेक्टको कुरा गरेर थियौँ। सो के भयो भन्दाखेरि त्यो मोड्युलको चाहिँ अस्ति रिजल्ट आएको रहेछ 2 दिन अगाडि। अनि 2 दिन अगाडि रिजल्ट आउँदाखेरि त्यसमा चाहिँ टन्ने विद्यार्थीहरू फेल भयो। अनि अब लाइक आफ्नो क्लासको साथीहरूको रिजल्ट आइसकेपछि हुन्छ नि त फोनमा, अब तिम्रो कति आयो, मेरो कति आयो, यस्तो यस्तो बुझ्दै जाँदाखेरि चाहिँ कोही फेल भएका पनि साथीहरू थियो। अब दुःख लाग्यो फेल भएपछि अभियसली। अब कुनै अब कोही त मिहिनेतै नगर्ने पनि हुन्छ, तर आफ्नै आँखाले मिहिनेत गर्ने साथीहरू पनि फेल भएको देख्दाखेरि अभियसली नराम्रो लाग्छ। अनि फोन गर्दै जाँदाखेरि अब कोही साथीले भन्यो अब 9 तारिकमा चाहिँ 9 फेब्रुअरीमा चाहिँ हाम्रो चाहिँ सबै सब्जेक्टको चाहिँ जुन हामीले यो मोडुल यो सेमेस्टरमा जुन मोडुल पढ्यौँ सबैको रिजल्ट आउँछ भनेर चाहिँ भनेको थियो क्या। अनि बिहान सुतेर उठ्ने बित्तिकै चाहिँ आज मैले चाहिँ सुरुमा त दायाँमा केही नगरिकन सुतेर उठेँ, मोबाइल खोलेर हेर्छु म युनिभर्सिटीमा जान्छु, त्यहाँ रिजल्ट आएको रहेछ। अनि मेरो पनि एउटा सब्जेक्ट चाहिँ लाइक खतमै भएको थियो क्या। लाइक रिटर्न इक्जाममा चाहिँ मलाई चाहिँ आश थिएन म पास गर्न सक्छु भने। त्यो रिटर्न पनि दिनु पर्थ्यो हाम्रो चाहिँ इन्जिनियरको रिटर्न पनि हुन्छ, अघिल्लो सेमेस्टरमा पनि रिटर्न प्लस असाइनमेन्ट 50-50% हुन्छ। लाइक 50% चाहिँ रिटर्नले कभर गर्छ, 50%ले असाइनमेन्ट कभर गर्छ। सो असाइनमेन्टमा पनि अलिक कमै मार्क्स आएको थियो, रिटर्न पनि त्यस्तै भयो। अनि अब यो सब्जेक्टमा लाग्ने भयो कि भन्ने डर थियो, त्यो चिजको डर थियो क्या। अनि त्यसपछि रिजल्ट खोलेर हेरेँ, त्यसपछि हेर्छु त सबैमा पास। आफूले जुन एक्सपेक्ट गरेर एक्सपेक्टेसन भन्दा चाहिँ अलिक राम्रो मार्क्स आयो क्या त्यो सब्जेक्टमा चाहिँ। अरू सब्जेक्टमा म किनभने ढुक्क थिएँ, त्यो राम्रै भएको थियो। त्यो मोडुलमा चाहिँ अलिकति लाइक आफूले मिहिनेत त गरेको, त्यही पनि अब क्वेसन चाहिँ आफूले सोचे अनुसारको नआएको भएर चाहिँ अलिकति नराम्रो भएको थियो। नराम्रो त त्यस्तो नराम्रो पनि भएको थिएन, ठिकै भएको थियो। त्यस्तो अब पास भइएला कि नभइएला भन्ने चाहिँ डाउट थियो, तर चाहिँ रिजल्ट हेर्दाखेरि पास भयो। एउटा ठुलो चाहिँ हुन्छ नि लामो सास लिएको ल पास भइएछ, अब चाहिँ कोर्स सक्यो फाइनली भनेर। अनि त्यसपछि बाबाले फोन गरेँ भने मेरो त कोर्स सक्यो, रिजल्ट पनि आएन। बाबाले यत्तिकै खुसी हुनुहुन्थ्यो, म जत्तिकै। नाइस, त्यो पनि बधाई पनि छ तपाईँलाई। त्यो सँगसँगै अब जेनरल एउटा
विदेशको लाइफस्टाइलको कुरा गरौँ, तपाईँ ब्याचलर्समा आएर हजुर अब सिङ्गलै आउनुपर्छ ब्याचलर्समा त अफकोर्स होइन, डिपेन्डेन्ट अलाउड छैन। त्यो लाइफलाई कसरी एक्सप्लेन गर्नुहुन्छ, कसरी भोग्नु भइरहेछ, के हुँदैछ त? यस्तो हुँदा अब सिङ्गल लाइफ भनेपछि अभियसली डिपेन्डेन्ट भन्दा चाहिँ फरक हुन्छ, स्ट्रगलिङ हुन्छ। सिङ्गल लाइफ रक्स भन्छ नि भन्न चाहिँ हामी नेपालमा हुँदाखेरि सिङ्गल लाइफ रक्स नै भनिन्थ्यो, तर बाहिर गइसकेपछि चाहिँ जब एक्लोपन फिल हुन्छ नि त त्यति बेला चाहिँ फिल हुन्छ कि सिङ्गल लाइफ रक होइन, यो चाहिँ यो इन्डाइरेक्टली चाहिँ सक दिन्छ भन्ने कुरा चाहिँ बुझिन्छ क्या। अब यहाँ आइसकेपछि अब धेरै कुराहरू म्यानेज गर्नुपर्ने हुन्छ, धेरै च्यालेन्जहरू चाहिँ फेस गर्नुपर्ने हुन्छ। अब नेपालबाट आउँदाखेरि चाहिँ अब ऋण लिएर आएको हुन्छ, अब वहाँ गइसकेपछि पढ्नु पऱ्यो, त्यसको टाइम निकाल्नु पऱ्यो, काम गर्नु पऱ्यो, काम नगरे पनि घरबाट सधैँ पैसा मगाएर साध्य हुँदैन। नेपालमा अब 2000 4000 रेन्ट हुन्छ, यहाँ बाहिर गइसकेपछि नेपालको 2-4 हजार, त्यहाँको गइसकेपछि 40-50 हजार रेन्ट हुन्छ, त्योभन्दा माथि हुन्छ रेन्ट चाहिँ। नेपालीको पैसामा हेर्ने, नेपाली पैसामा हेर्ने हो कन्भर्ट गर्ने हो भने चाहिँ। सो अब सबै कुराहरू चाहिँ आफैले म्यानेज गर्नुपर्ने हुन्छ। अब यहाँ हेर्नु कस्तो भयो भन्दाखेरि अब एक्लो लाइफ चाहिँ अब काममा गयो 12-12 घन्टाको सिफ्ट हुन्छ। हाम्रो नेपालमा त म्याक्सिमम् चाहिँ 8 घन्टा, अब कुनै कुनै नर्सिङहरू मेडिकलतिर चाहिँ 12 घन्टाको होला, नभए म्याक्सिमम् 8 घन्टाको सिफ्ट हुन्छ नि त। अनि म नेपालमा नि काम गर्दाखेरि चाहिँ 8-8 घन्टाको सिफ्ट गरेको मान्छे। यहाँ यस्तोको चाहिँ 81 12 घन्टाको सिफ्ट गर्नुपर्ने, बिहान गयो 5 बजेको, बेलुकाको 5 बजे छुट्टी हुन्छ। अब रुम आउँदाखेरि 6-7 बज्ने भयो, 6-7 बजे आउँदाखेरि अब दिनभरि गरेको मिहिनेत, भोक लागेको हुन्छ, थकाइ लागेको हुन्छ, उता असाइनमेन्ट गर्नुपर्ने, भोलि कलेज जानुपर्ने। अब कुनै कुनै दिन कस्तो हुन्छ भन्दाखेरि भोलि बिहान फेरि काममै जानुपर्ने सिफ्ट हुन्थ्यो। खाना पकाउने कुरा, अब एनर्जी छैन शरीरमा, फेरि खाना पकाउनु पऱ्यो, फेरि खाना खाइएन भने एनर्जी हुँदा काम गर्न सकिन्न। थकाइ लागेको बेला चाहिँ त्यो एकदमै गाह्रो हुन्छ। एज अ त्यो ठाउँमा डिपेन्डेन्ट भइदिएको भए म काम गरेर आउँदा मेरो डिपेन्डेन्टले एटलिस्ट खाना पकाएर राखिदिन्थ्यो नि त, आएर त आनन्दले खान त पाइन्थ्यो नि त। सो त्यो पनि एकदमै गाह्रो चिज हो कि, एउटा चाहिँ च्यालेन्ज नै हो कि सिङ्गल आउनेहरूको लागि। मिहिनेत गर्नुपर्छ, दुःख गर्नुपर्छ त्यो चिजमा चाहिँ। सो त्यो भएर चाहिँ अब सिङ्गलहरूले चाहिँ आँट गर्नुपर्छ, हिम्मत गर्नुपर्छ। हिम्मत चाहिँ हार्नु भएन, जे हो क्या देखा जाएगा, फेरि त्यही कुरा आउँछ होइन। मिहिनेत गर्नु पऱ्यो क्या। के अरे अब कामबाट आएँ भयो, अब भोलि कलेज कलेज गइएन भने के हुन्छ भन्दाखेरि अब एटेन्डेन्स पुग्दैन। एटेन्डेन्स पुगेन भने युनिभर्सिटीले चाहिँ विथड्र गरिदिन्छ, भोलि नेपाल फर्काइदिन्छ। त्यही भएर युनिभर्सिटी पनि एटेन्ड गर्नै पर्ने, काम पनि गर्नै पर्ने, काम गर्ने रुम रेन्ट कसले तिर्दैन। सो त्यो कुराहरू चाहिँ च्यालेन्ज, एकदमै च्यालेन्ज छ। फेरि घर पैसा अब काम गऱ्यो भने रेन्ट तिर्ने, प्लस अब नेपालबाट आउँदाखेरि त ऋण लिएर पनि आइहाल्छ नि त, कति धेरै ऋण हुन्छ। अब मेरो छ, तपाईँको नहोला, अर्को साथीको त हुनसक्छ नि त, सबैको नहुने भन्नु हुँदैन नि त। म्याक्सिममले ऋण नै लिएर आउँछ क्या। नेपाली पैसा पठाउनु पऱ्यो, त्यही भएर चाहिँ काम पनि गर्नै पऱ्यो, पढाइ पनि गर्नै पऱ्यो। त्यस्तो च्यालेन्ज त च्यालेन्ज छ। सिङ्गल लाइफ चाहिँ गाह्रो छ त, एकदमै गाह्रो छ। तर मिहिनेत चाहिँ गर्न छोड्नु भएन है। मिहिनेत गऱ्यो भने चाहिँ सजिलै कटाउन सकिन्छ। मेरो पनि 1 वर्ष कटिसक्यो, सिङ्गल एक्लै आइयो, अब कटाइसकेँ। सो सक्दोसम्म अब ब्याचलरमा आउने भन्दा पनि मास्टरमा आउँदै हुन्छ भने त डिपेन्डेन्टमा आउँदा हुन्छ, डिपेन्डेन्टले लिएर आउँदा हुन्छ, रिसर्च प्रोग्राममा आउने डिपेन्डेन्टले लिएर आउने सजिलो हुन्छ। मेरो सजेसन चाहिँ, पर्सनल सजेसन त्यो नै हो। अब राम्रो पनि त कुराहरू होला नि त होइन। अब च्यालेन्ज यस्तो भइहाल्यो, च्यालेन्जेस सँगसँगै तपाईँले यहाँ आइकन एकदमै फर्स्टमै एक्सपिरियन्स राम्रो, ओहो यो चाहिँ खतरा दामी रहेछ यो कुरा चाहिँ भन्ने चाहिँ तपाईँलाई एकदम राम्रो चाहिँ के लागेको थियो? त्यस्तो चाहिँ भन्नु पर्दाखेरि चाहिँ सोच्नु पर्यो है, यो चाहिँ सोच्नै पर्ने भयो। भनेपछि के हो खासै छैन कि? मलाई चाहिँ त्यस्तो फिल भएन, एकदमै राम्रो भन्ने चाहिँ फिलै भएन मलाई चाहिँ। एक्लै आइयो, अब होमसिक भयो नि त साँच्ची भन्नु पर्दाखेरि होइन। कलेज गयो, कामबाट आयो, अब लाइक हुन्छ नि अलिकति मोटिभेसन पनि मान्छेलाई चाहिन्छ क्या। लाइक अब लाइक कपाल नै भएर आयो भने चाहिँ अब हुन्छ नि, अब केही कुराहरू सेयर नै गर्नु पऱ्यो, यताउति गर्नु पऱ्यो भने पनि केही कुरा यस्ता पनि हुन्छ कि म बाबामम्मीसँग डाइरेक्टली सेयर गर्नु पनि मिल्दैन क्या। लाइक गर्न मिल्छ, अब के अब त्यो मैले चाहिँ नेगेटिभ सेन्सले भने होइन क्या। लाइक त्यस्तो कुराहरू अब लाइक बाबामम्मीलाई आफूले बुझ्ने छोरा भइसकेपछि बाबामम्मीलाई चाहिँ टेन्सन आफूले मैले गरेको दुःख चाहिँ बाबामम्मीले सुनायो भने बाबामम्मीले झन् टेन्सन गर्नुहुन्छ क्या। त्यस्तो कुराहरू हुन्छ क्या जुन कि बाबामम्मीसँग भन्न सकिँदैन, आफ्नो मनमा हुन्छ नि, एउटा मनमै त्यो कोर्नु पर्ने अवस्था हुन्छ क्या। मेरो लाइफमा चाहिँ अब त्यस्तो सुरुमा आउँदाखेरि चाहिँ त्यस्तो चाहिँ एकदमै खुसीको पल चाहिँ मैले देखिनँ क्या। त्यस्तो चाहिँ मैले अनेस्टली भन्नु पर्दाखेरि, किन मैले झुट चाहिँ बोल्नु मलाई आउँदैन होइन। सो त्यस्तै हुँदा मलाई चाहिँ थिएन त्यस्तो चाहिँ मेरो लागि। मलाई 2-3टा कुराहरू मिस हुन्थ्यो क्या नेपालबाट फर्स्टमा आइसकेपछि। 2-3टा कुराहरू चाहिँ मलाई एकदम मिस हुने भनेको, अब फर्स्ट त फ्यामिली भइहाल्यो होइन, अभियसली त्यो कुरा अभियस भइहाल्यो। सेकेन्ड कुरा भनेको साथीभाइहरू, हजुर होइन नेपालमा हुँदाखेरि होइन, साथीभाइहरू क्या। अब जस्तै यहाँ त
टाइम नै हुँदैन नि त अलिक अलिक टाइम नै हुँदैन भन्दाखेरि पनि अब हुँदै नहुने पनि भयो होइन अब आज मेरो छ भने आज तपाईँको नहुनु पनि सक्यो होइन अनि त्यो साथीभाइहरू भेट्न चाहिँ अलिकति च्यालेन्जिङ नै हुने थर्ड कुरा भनेको चाहिँ खानेकुरा होइन यो कुराहरू चाहिँ एकदम सुरुमा चाहिँ गाह्रो लाग्थ्यो अब त्यो मान्छे पछि आउँदै गर्दाखेरि यस्तै हुने रहेछ कि चल्दै जाने रहेछ कि हुँदै गयो भने चाहिँ अब टाइम अनुसार चाहिँ जे होस् समय अनुसार चाहिँ हुँदै जान्छ त्यही अनुसार आफू पनि त्यहाँ मिल्दै गइन्छ कि बिस्तारै 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 त्यही अनुसार चाहिँ त्यस उसमा गइन्छ त्यो ट्र्याकमा गइन्छ आफू पनि अब के प्लान छ त किनभने तपाईँको अब पर्सनल आफ्नो लाइफको त एउटा त्यो आफ्नो इच्छा अनुसारले त अगाडि जाने कुरा एउटा भइ नै हाल्छ यहाँ हुँदाखेरि अब एज अ इन्टरनेसनल स्टुडेन्ट अथवा एज अ एउटा नेपालीको हिसाबले अझै के कुरा एक्सपिरियन्स गर्नुभयो जुन चाहिँ तपाईँको लाइफमा एकदमै मान्य राख्छ के कुरा देख्नुभयो त यहाँ मैले चाहिँ स्ट्रगल गर्न चाहिँ सिकेँ है अब मैले यहाँको जुन स्ट्रगल गरेँ नि अब विश्वको जुनसुकै कुनामा गयो भने म चाहिँ सर्भाइभ गर्न सक्छु क्या त्यतिसम्म चाहिँ म भइसकेँ क्या म कहीँ गए पनि भोकै पेट चाहिँ म बस्न सक्दिनँ क्या केही न केही गरेर खान सक्छु क्या त्यो लेभलको चाहिँ मैले भइसकेँ किनकि मैले भइसकेँ नि त त्यो कुराहरू चाहिँ कतिको स्ट्रगल गर्नुपर्छ बसी बसी कसैले खान दिँदैन क्या सो त्यो नै हो मेरो लागि चाहिँ मेन भनेको त्यो कुरा हो कि मैले चाहिँ जहाँ गए पनि म सर्भाइभ गर्न सक्छु क्या अनि त्यसपछि भनेको अर्को मैले एक्सपिरियन्स मैले यहाँको गेन गरेँ यहाँको वर्किङ इन्भाइरोमेन्ट हामी नेपालमा गर्ने वर्किङ इन्भाइरोमेन्ट त्यहाँको चाहिँ फरक थियो यहाँको चाहिँ फरक छ अभियसली फरक छ सो यहाँको मैले वर्किङ इन्भाइरोमेन्ट यहाँको चाहिँ अब अभियसली युके भनेपछि अब वर्ल्ड वाइड जहाँ गए पनि यहाँको एक्सपिरियन्सले चाहिँ काम दिन्छ क्या सो मैले यहाँ चाहिँ धेरै कुराहरूको बारेमा चाहिँ मैले सिकेँ मैले चाहिँ यहाँ चाहिँ 2 ठाउँमा काम पनि गरेँ केररको काम पनि गरेँ त्यसपछि अर्को फ्याक्ट्रीमा पनि काम गरेँ लेबरको काम पनि गरेँ सो 2 थरीको त्यहाँबाट पनि विभिन्न खालका अब केररको काम सिकेँ लेबरको काम सिकेँ सो भोलिका दिनमा गएर अब हाम्रो बाबा मम्मी नेपालमै गयौँ भने पनि अब बाबा मम्मी कतिपय मान्छेहरू यस्तो पनि हुन्छ कि आफ्नो बाबा मम्मीलाई पनि केयर गर्न सक्दैन कि घिन लाग्छ भन्छ क्या बाबा मम्मीले बुढो भइसकेपछि घिन लाग्छ भन्छ क्या मैले अब केयरमा काम गरिसकेँ भने चाहिँ म बाबा मम्मीले मेरो बाबा मम्मी बुढो भयो भने मजाले काम गरिदिन सक्छु कि बाबा मम्मीले केयर गर्न सक्छु कि ढुक्क छु क्या त्यो कुरा मलाई मन पर्यो त्यो चाहिँ मलाई मन पर्यो अब मलाई ट्रायङ्गल फर्म गरिदिनु भयो क्या तपाईँले मेरो दिमागमा होइन कस्तो भयो भने अघिसम्म हामी अब युनिभर्सिटीको एक्सपिरियन्सको कुरा गरिरहेको थियौँ प्रोजेक्टमा पुरा डुबिरहेको थियौँ तपाईँ त अब तपाईँले चाहने हो भने तपाईँसँग एउटा नलेज भइसक्यो कि तपाईँले एउटा कुनै फ्याक्ट्री इस्टाब्लिसै गर्नु पऱ्यो भने एउटा जे होस् तपाईँसँग त्यति नलेज तपाईँले लिइसक्नुभयो अब त्यो इन्जिनियर गएर फेरि केयरमा पनि काम गरिरहेछ होइन अब त्यो इन्जिनियर गएर त्यो केयरर गएर फेरि फ्याक्ट्रीमा पनि एक्सपिरियन्स गरिरहेछ यो 3टा कुरा देखेँ क्या मैले अनि यो 3तिर घुम्दाखेरि चाहिँ के फिल हुन्छ घरिघरि चाहिँ कस्तो लाग्छ लाइफ यस्तो हो अब के छ भन्दाखेरि अब बाहिर गइसकेपछि आफ्नै फिल्डमा चाहिँ जब पाइन्छ भन्ने हुँदैन किनकि म त आफ्नो स्टडीको हिसाबले हेर्ने हो भने त म त मेकाट्रोनिक्स इन्जिनियर हो नि त इन्जिनियरिङ फिल्ड हो नि त मेरो तर म आफ्नो फिल्डमा नभएर अर्काको फिल्डमा चाहिँ काम गर्दैछु एज अ केयर भनेपछि तपाईँको चाहिँ अभियसली नर्सिङ ब्याकग्राउन्डबाट यो हेल्थ एन्ड सोसियल केयर पढ्नेहरूको ब्याकग्राउन्ड त खासमा त चाहिँ तर म चाहिँ इन्जिनियर ब्याकग्राउन्ड त्यहाँ चाहिँ काम गर्छु किन गर्दैछु भन्दाखेरि सर्भाइभ गर्नको लागि क्या विदेशमा आफ्नै फिल्डमा जब पाउँछु भनेर म बसेँ भने म भोकै मर्छु क्या यतिकोमा ढुक्क छु क्या सबैभन्दा ठुलो च्यालेन्ज के थियो तपाईँ हेल्थ केयरमा जाँदाखेरि किनभने अब अहिलेसम्म मैले गेस्टहरूसँग इन्टरभ्यू लिँदै जाँदाखेरि हाम्रो प्रायजनाले चाहिँ अब हेल्थ केयरमै काम गर्दै आउनुभएको कुराहरू अलिकति सेयर गरिसकेका छौँ हामीले होइन अब अझ योभन्दा अगाडिको मेरो गेस्टले त एकदम च्यालेन्जिङ मेन्टल्ली फिजिकल्ली डिमान्डिङ छ भनेर पनि भन्नुभएको थियो उहाँको एक्सपिरियन्स डिफ्रेन्ट छ होइन तपाईँको केसमा चाहिँ तपाईँले कसरी फिल गर्नुभयो तपाईँको एकदम ठुलो च्यालेन्ज के थियो र कोपअप कसरी गर्नुभयो त्यो पनि भन्दैन त्यहाँ चाहिँ च्यालेन्जिङ के थियो भन्दाखेरि नि अब सुरुमा मैले वेयरहाउसबाट सुरु गरेँ वेयरहाउसमा काम गरेँ त्यहाँ चाहिँ गाह्रो एकदमै काम चाहिँ एकदमै गाह्रो थियो एकदमै गाह्रो त्यो भारी उचाले गर्नुपर्ने क्या फिजिकल्ली एकदमै डिमान्ड थियो एकदमै लाइक च्यालेन्जिङ थियो क्या त्यो काम चाहिँ एकदमै गाह्रो टाइपको थियो सो मैले यसो हाम्रो घर बस्ने दाइहरूले चाहिँ दिदीहरूले चाहिँ केयरमा काम गर्नुहुन्थ्यो उहाँहरूले चाहिँ भन्नुहुन्थ्यो कि केयरको काम त सजिलो हुन्छ त्यस्तो चाहिँ भारी बोक्नु गर्नु पर्दैन भन्नुभयो क्या त्यसपछि मैले नि सोचेँ अब उहाँहरूले सजिलो छ भनेपछि सकेसम्म सजिलै काम गरौँ त्यस्तो भारी उचालेर आफ्नो शरीरलाई दुःख दिनुभन्दा केयरतिरै जाऊँ त्यस अलिकति सजिलै काम गरौँ पिरियड ताखेरि उही हो सो त्यो बेलामा मैले के च्यालेन्ज फेस गरेँ भन्दाखेरि
मेललाई चाहिँ झ्याप्प चाहिँ केयररहरूको वर्कमा केयररहरू के अरे त्यो पोस्टमा चाहिँ खासै चाहिँ लिँदैन रहेछ क्या लाइक म्याक्सिमम् चाहिँ त्यो ठाउँमा चाहिँ केटीहरूलाई चाहिँ दिँदो रहेछ केटाहरूलाई चाहिँ अलिक कमै दिन्छ क्या केयररको जब चाहिँ त्यसपछि भनेको मेरो चाहिँ ब्याकग्राउन्ड चाहिँ अब यता इन्जिनियरिङ छ उता चाहिँ अब केयरतिर छिर्न खोज्दैछु ब्याकग्राउन्ड पनि भयो त्यसपछि भनेको अब कम्युनिकेसन स्किलहरू भन्ने पनि हुन्छ क्या अब किनकि केयर होममा तपाईँको चाहिँ हामीले कम्युनिकेट चाहिँ गरिराख्नु पर्ने हुन्छ क्या वेयर हाउस जस्तो हुँदैन वेयर हाउसमा त एउटै काममा लागेछ भन्ने बोल्नु परेन एउटै सुरुमा गर्नुपर्छ केयर होममा त त्यस्तो हुँदैन त्यही ब्रिटिसहरू सबै यहाँका नागरिकहरू उनीहरूसँग कम्युनिकेसन गर्नु पर्यो उनीहरूले बोलेको बुझ्नु पर्यो उनीहरूलाई बुझाउनु पर्यो सो त्यो कुराहरू भयो त्यसपछि अब अलिकति फिजिकल त अब भइजो हाल्यो फिजिकल त एक्टिभ हुनै पर्यो किनकि अब त्यहाँ पनि विभिन्न खालको कामहरू हुन्छ केयररको काम गरेपछि सो मेन्टली पनि हुनै पर्यो त्यो हिसाबले अब किनकि मेन्टली किन हुनु पर्यो भन्दाखेरि चाहिँ अब केयरर अब त्यहाँ रेसिडेन्टहरूले चाहिँ हामीले चाहिँ अब उनीहरूको डिमान्ड अनुसार चाहिँ हामीले चल्नु पर्ने हुन्छ क्या सो अब हामी चाहिँ मेन्टली यहाँ अब लाइक हुन्छ नि त्यो कामै गर्न नसक्ने स्थितिमा छ उहाँ केयररको काम गरिराखौँ केही उल्टो सिधा गरिदिउँ भने पनि भोलिका दिनमा त हामीलाई पर्ने हो नि त त्यो पनि जब जान सक्ने हुन्छ नि त सो यिनी कुराहरू चाहिँ च्यालेन्ज थियो क्या मेरो लागि चाहिँ तर सबै पार गर्दै गएपछि लकली भनौँ एज अ मेल पनि केयररको काम गर्यो अहिले पनि गर्दैछु त्यसरी चाहिँ छिरेको ब्याकग्राउन्ड आफ्नो अर्को ब्याकग्राउन्डको बावजुद पनि चाहिँ त्यतातिर चाहिँ छिरेको अब यो पछि पोसिबिलिटीहरू के छ तपाईँको जस्तै किनभने अब एक तरिकाले भन्ने हो भने तपाईँले प्र्याक्टिकल्ली पनि एउटा प्रोजेक्ट गरिसक्नुभयो कोर्स पनि सकियो अब योभन्दा पछाडिको पोसिबिलिटीहरू युकेमा चाहिँ कस्तो रहेछ किनभने मैले अर्को कुरा चाहिँ देखेको अब म रङ पनि हुनसक्छु तर मैले जति पनि मेरो वरिपरिको साथीहरू जतिजना पास आउट हुनुभएको छ र म आफै पनि अब पास आउट भएँ होइन एउटा कोर्समा आएँ होइन सकियो त्यो कुराहरू अनि त्यो भइसकेपछि चाहिँ जबहरू आफूले जे पढ्यो त्यो फिल्डमा जान चाहिँ एकदमै च्यालेन्जिङ छ भन्ने खालको कुराहरू चाहिँ होइन अब तपाईँको एक्सपिरियन्समा के छ र तपाईँको फिल्डमा के छ बुझ्न पायो भने अझ राम्रो हुन्थ्यो अब भोलिको दिनमा गएर के हुने दाइ थाहा छैन होइन तर मैले चाहिँ फाइनल इक्जाम दिएबाट मैले चाहिँ अब लाइक यो सोसियल मिडिया वेबसाइटमा एकदमै एक्टिभ छु यो इन्डिड लिङ्क्डइन यो जति पनि प्रोफेसनल लेभलको यो जब यो फिडिङ वेबसाइटहरू हुन्छ नि त म एकदमै एक्टिभ छु त्यसमा लिङ्क्डइनहरूमा इन्डिडहरूमा चाहिँ जता कतै मेरो चाहिँ प्रोफाइल पनि स्ट्रङ छ त्यता पनि त्यहाँबाट म कन्टिन्युसली गरेछु कि एप्लाई अब एप्लाई गरेँ मोर देन 100 एप्लिकेसन हालिसक्यौँ होला दिनको एउटा दुईवटा रिजेक्सन आइरहेको हुन्छ अब मेबी अब यहाँ चाहिँ विभिन्न कारणहरू हुनसक्छ किनकि अब कति ठाउँमा यहाँको एक्सपिरियन्स माग्छ अब त्यति बेला मेरो कोर्स पनि कम्प्लिट भएको थिएन अफिसियली चाहिँ कम्प्लिट भएको थिएन त मैले जस्ट इक्जाम पो दिएको थिएँ नि त अनि त्यसमा अब मेरो सिभीमा पनि तपाईँको पर्सेन्टेजले पनि म्याटर गर्छ नि त कति पर्सेन्टेज कुन क्लास हुन्छ नि यहाँ अब फर्स्ट क्लास सेकेन्ड क्लास अप्पर फर्स्ट क्लास भन्ने हुन्छ नि त एउटा यो लेभल अनि त्यो कुराहरू पनि मेन्सन थिएन त मैले यो युनिभर्सिटीमा यो कोर्स यतिदेखि यतिमा पढेको भन्ने मात्र लेखेको थिएँ नि त त्यो कुराहरूले पनि अब इम्प्लोयरलाई चाहिँ पास आउट भएको छैन पढ्दै होला भन्ने कुरा हुन्छ नि त त्यसले पनि रिजेक्सन हुनसक्छ नि त अब भोलिको दिनमा अब आज त म रिजल्ट पनि आएँ म फाइनली अफिसियली ग्रेजुएट भयो नि त अब चाहिँ मैले सिभीमा त्यो कुरालाई इम्प्रुभ गरेर फेरि एप्लाई गर्छु भोलि गएर आफ्नो फिल्डमा पनि जब पाउन सक्छु पोसिबिलिटी चाहिँ छ है भन्न सकिनँ हुँदैन भने चाहिँ भन्न सकिनँ एप्लाई चाहिँ गरिरहेको छु एउटा अब रिजेक्सन अब एउटा पार्ट हो क्या त्यो जब पाउनुको एउटा पार्ट हो रिजेक्सन नखाँदासम्म चाहिँ भनौँ न त्यहाँसम्म पुगिँदैन क्या सो एप्लाई चाहिँ कन्टिन्युसली गरिरहेको छु अब कुनै न कुनै ठाउँमा त पक्कै हुन्छ नि कुनै ठाउँमा त फ्रेसर अथवा अन्डर ग्रेजुएट इन्जिनियर अथवा कुनै ठाउँमा इन्टर्न एप्रेन्टिससिप भन्ने त लिन्छ नि त सो कतै न कतै फेरि ट्राई चाहिँ गरिराख्नु कहाँनिर फ्याट भइसकेपछि फेरि अर्को एपिसोड बनाउनुपर्छ कस्तो हुँदो रहेछ त्यहाँको एक्सपिरियन्स भनेर होइन ट्राई चाहिँ गरिरहेको छु त्यो पनि गरिराख्नु हेरौँ कस्तो हुन्छ सो द्याट वी क्यान अपडेट पछि पनि अब के हुँदो रहेछ भनेर होइन अनि अब फर्दर प्लान चाहिँ के छ जस्तै मलाई बुझ्नु मन लागेको अब फेरि एकदम देशभक्त भएको जस्तो हुन्छ होइन देशको माया त लागिहाल्छ जसरी पनि अनि तपाईँ जतिको मान्छेले अनि यहाँ आउनु परेको छ होइन आफ्नो बाध्यताहरू छ अब आज आफ्नै देशमा भएर तपाईँले यतिको दक्ष भएको मान्छेले केही गर्न पाउँदाखेरि अझै राम्रो हुन्थ्यो अझै देशलाई चाहिँ हामीले पनि हेल्प गर्न सक्थ्यौँ अब फर्दर प्लान के सोचिरहनु भएको छ तपाईँको फिल्ड कसरी देखिरहनु भएको छ फेरि ब्याक टु नेपाल जानु पोसिबल देखिरहनु भएको छ कि यतैतिर कन्टिन्यू गर्नुपर्छ जस्तो तपाईँलाई लागिरहेको छ कि यो एकदम पर्सनल कुरा हो तर तपाईँले जेनरल एउटा वेमा भन्दाखेरि हुन्छ जुन कुराले तपाईँलाई पनि अफेक्ट नगरोस् होइन अब यस्तो हो अब नेपालमा चाहिँ नेपालमा पनि काम गर्यो होइन 1 वर्ष जति नेपालमा पनि काम गरेँ अब
काम गर्ने शैली चाहिँ लगभग उस्तै थियो। अब त्यो अलिकति फरक के थियो भन्दाखेरि त्यहाँ चाहिँ सिफ्ट अलिकति सर्ट ड्युरेसनको हुन्थ्यो, 8 घन्टाको सिफ्ट हुन्थ्यो, यहाँ चाहिँ 12 घन्टाको सिफ्ट हुन्थ्यो। अब हामीले जे चिजमा पनि अब काम गर्ने भने हामी पैसालाई पक्कै पनि हेर्छौँ क्या, हामी चाहिँ मिहिनेत गरे अनुसारको पैसा छ कि छैन भन्ने कुराहरू हेर्छौँ नि त। सो मेरो चाहिँ प्लान के छ भन्दाखेरि अब पास आउट भइसकेपछि केही वर्ष चाहिँ युकेमै बस्छु। अब मलाई यहाँको हेर्नु अनेस्टली भन्नुपर्दा मलाई यहाँको पासपोर्ट, यहाँको सिटिजनसिप, यहाँको केहीसँग चाहिँ मतलब छैन क्या। मलाई यति पनि लोभ पनि छैन क्या, यहाँ जिन्दगीभर मलाई यहाँ बस्नु पनि छैन क्या। धेरै कुराहरू छन् जसले गर्दाखेरि म यहाँ बस्नु नि चाहन्न क्या लङ टर्मसम्म। मलाई जस्ट केही वर्ष बस्छु, यहाँको एक्सपिरियन्स लिन्छु, अलिकति पैसा कमाउँछु, नेपालमा आफ्नो चाहिँ आफूले केही गर्छु, त्यसपछि चाहिँ म लास्टमा चाहिँ नेपाल नै जाने प्लान छ क्या। मलाई चाहिँ आफ्नै देशमा प्यारो लाग्छ जति जे भने पनि। यहाँको धेरै कुराहरू मैले हेरेँ, विचार गरेँ, कल्चरहरूदेखि लिएर धेरै कुराहरू। अब लाइक हुन्छ नि हाम्रो नेपालको अब एउटा छिमेकी भइसकेपछि एउटा यो घरमा म बस्छु, उता अर्को घरमा मेरो छिमेकी बस्छु, वल्लो पल्लो हुन्छ नि त छिमेकीहरू। अब मेरो घरमा के छ भन्दाखेरि मैले के पकाएँ छिमेकीकोमा लगेर दिन्छौँ, यसो साँझ बिहान के छ कस्तो छ आइहाल्नु त हुन्छ। यहाँ चाहिँ त्यस्तो चाहिँ मैले देखिनँ क्या। सो त्यो कुराहरूले चाहिँ मलाई अलिकति यहाँको बस्न चाहिँ मलाई चाहिँ खासै मन लागेन क्या। अब नेपालमा त्यस्तो इन्भाइरोमेन्टबाट आएको भएर पनि हुनसक्छ नि त। यहाँ चाहिँ लाइक एक अर्काको म यो गरेँ म यो गर्छु भन्ने टाइपले हुँदो रहेछ क्या। तिमीले के गर्दैछस्, कहाँ गर्दैछ मतलबै हुँदैन कि कसैलाई। तिम्रो घरमा के भइरहेको कसैले मतलबै हुँदैन क्या। इभन एउटा घरमा मान्छे मरिसक्दा पनि अर्को घरलाई थाहा हुँदैन रहेछ क्या यहाँ चाहिँ। त्यस्तो त्यही भएर चाहिँ म त आफ्नै देश फर्किनु कि पैसा कमाउनलाई चाहिँ ठिक छ। फेरि पैसा कमाउँछु किनकि नेपालमा जुन मिहिनेत गर्थेँ, जुन तरिकाको मिहिनेत गर्थेँ त्यो अनुसारको पैसा चाहिँ अलिक कमै हुन्थ्यो भनौँ न। तर त्यही अनुसारको यहाँ मिहिनेत गर्दाखेरि पैसा त्यो अनुसारको छ क्या। मिनटको पैसा छ नि त यहाँ। 1 मिनटमा बढी बसे पनि त्यसको पैसा पे गर्छ कि यिनीहरूले। अब तपाईँले त अपग्रेड गर्नु भइसक्यो नि त तपाईँको कोर्स होइन। तपाईँ डिप्लोमामा हुनुहुन्थ्यो, तपाईँले ब्याचलर सकाइसक्नु भयो, प्लस तपाईँसँग सिप पनि छ अब। अनि यति अपग्रेड हुँदाखेरि पनि नेपालमा चाहिँ 18,000 हुन्छ कि अलिकति बढी हुन्छ होला? अब त्यो पनि अब त्यहाँ देखियो। अब सँगै काम गर्दाखेरि इन्जिनियरहरू नै त्यहाँ थिए, अब ब्याचलर पढेका इन्जिनियरहरू थिए। अब त्यसको ठ्याक्कै डबल जति चाहिँ हुन्थ्यो उनीहरूको स्यालेरी चाहिँ। अब प्लस त्यसमा चाहिँ अर्को कुरा पनि म्याटर गर्छ, अब कतिको एक्सपिरियन्स छ त्यो कुरा पनि म्याटर गर्छ, कुन कम्पनीमा कुन सेक्टरमा काम गर्दैछ त्यो कुराले पनि म्याटर गर्छ नि त स्यालेरीमा। तर अब यहाँ जतिको त यहाँले त जित्न सक्दैन किनकि देशको आर्थिक अवस्था पनि हेर्नुपर्छ नि त। सबै कुरा धेरै कुराहरू चाहिँ यसमा हेर्नुपर्ने हुन्छ नि त स्यालेरीको कुरा गर्दाखेरि चाहिँ। अब यदि हाम्रो आवाज पनि म्याटर गर्छ भने, किनभने अब हामी त धेरै टाढा छौँ होइन, म सधैँ त्यही भन्छु क्या, हामी त धेरै टाढा छौँ। अब यहाँसम्मको आवाज त्यहाँसम्म पुग्ला नपुग्ला होइन। तर हुन त आफ्नै देशको नेपालकै युथहरू हो नि त तपाईँ, हामीहरू सबैजना नेपालकै हो। तपाईँको भोइस पनि म्याटर त गर्छ अफकोर्स गर्छ। तपाईँको फिल्डबाट तपाईँले जति पनि अहिले गरिरहनु भएको छ र त्यो हेर्दा जति मजा लागिरहेको छ नि मलाई, तपाईँलाई चाहिँ के गर्दा चाहिँ नेपालमा यस्तो गर्न पाएदेखि चाहिँ मलाई पनि मजा लाग्थ्यो भन्ने खालको इन्भाइरोमेन्ट चाहिँ केले बनाउँथ्यो होला? के हुँदाखेरि? सरकारको त एउटा कुरा छँदैछ होइन, त्यो राजनीतिपट्टिको एउटा पाटो छँदैछ, स्टेबल गभर्मेन्ट छैन त्यो कुरा एउटा पाटोमा छँदैछ। बट स्टिल तपाईँको एक्सपिरियन्स एज अ युथ होइन, एज अ एउटा युवा मान्छेको र जुन दक्ष युवाको भन्छ अझै म, त्यही हिसाबले तपाईँको आँखाबाट तपाईँको एक्सपिरियन्सबाट तपाईँले हेर्दाखेरि चाहिँ के भइदियो भने तपाईँ खुसी नेपाल फर्केर चाहिँ तपाईँले म मेरो सेक्टरमा म यसरी काम गर्थेँ जस्तो लाग्छ तपाईँलाई? मेन त मलाई के लाग्छ भन्दाखेरि म अलिकति यसलाई चाहिँ सुरुबाटै म कुरा गर्छु। हाम्रो नेपालमा चाहिँ अब लाइक स्टुडेन्ट जस्तै म यहाँ युकेमा स्टुडेन्ट भएर आएँ, स्टुडेन्ट भिजामा आएर पनि मैले चाहिँ नेपालमा एउटा फुल टाइमले काम गर्थ्यो भन्दा बढी पैसा कमाउँछु र पढ्न पनि पाइरहेको छु। त्यो इन्भाइरोमेन्ट चाहिँ नेपालमा क्रिएट गर्नु पर्यो कि मेन थिङ चाहिँ। अब स्टुडेन्ट कोही मान्छे हेर्नु हामी सबलाई थाहा, नेपालमा कोही मान्छे स्टुडेन्ट छ भनेपछि उसको लाइफ भनेपछि स्टुडेन्टमै जान्छ क्या। 6 दिन स्टुडेन्ट भएरै जान्छ, उसले काम गर्नै पाउँदैन क्या। के भयो भने ऊ चाहिँ आफ्नो प्यारेन्ट्समा डिपेन्डेन्ट भयो क्या, ऊ चाहिँ इन्डिपेन्डेन्ट हुनै पाएन क्या। अर्का प्यारेन्ट्समाथि अब प्यारेन्ट्स पनि 50-60 कटिसक्नु भयो, अब छोरा ब्याचलर पढ्दैछ भनेपछि प्यारेन्ट्सले दुःख गरी छोरालाई पढाइरहेको हुन्छ क्या। अनि के भयो भने स्टुडेन्ट आफू ब्याचलर पढ्ने मान्छे त लाइक अहिले अब म्याच्योर नै हुन्छ नि त अलिकति, अब कोहीको अन्डर लाइक होला अम्याच्योर होला, लाइक म्याक्सिमम् त म्याच्योर नै हुन्छ। त्यसले चाहिँ कमाउन सक्छ नि त, एटलिस्ट काम गर्न सक्छ नि त। त्यो इन्भाइरोमेन्ट चाहिँ हुनु पऱ्यो क्या मेन चाहिँ। स्टुडेन्टले चाहिँ अब 6 दिन कलेज जानु नपर्ने होस्, त्यसपछि स्टुडेन्ट चाहिँ पार्ट टाइम आफ्नो खर्च चाहिँ एटलिस्ट आफ्नो पढाइमा लाग्ने खर्च, आफ्नो पर्सनल खर्चहरू चाहिँ निकाल्न सकियोस् क्या। त्यो खालको चाहिँ एउटा इम्प्लोइमेन्ट सेक्टर चाहिँ क्रिएट गर्नु पऱ्यो क्या। मैले किन पनि भनेको भने जस्तै अब गभर्मेन्ट चेन्ज हुन आँटेको छ, नयाँ गभर्मेन्ट आउन आँटेको छ। यदि साँच्चै नै देशको युवाहरू चाहिँ विदेशमा भएको युवाहरू चाहिँ देशमा फर्कोस् जस्तो लाग्छ भने
कसरी चाहिँ फर्किँदो रहेछ भन्ने एउटा आइडिया त, एउटा भोइस त सुन्नु त पऱ्यो नि त, काहीँ न काहीँबाट त थाहा त पाउनु पऱ्यो नि त। तपाईँको जस्तै इच्छा भएको तपाईँकै फिल्डमा कतिजना साथीहरू अरू हुनुहुन्छ होला। अब यदि साँच्चीकै गभर्मेन्टले केही गर्ने हो विदेशमा भएको युवाहरूलाई, त्यो भाषण दिएर मात्रै होइन कि साँच्चै नै फर्काउने हो भने त यो एउटा कल्चर डेभलप गर्नु त पऱ्यो नि त। सो यो कुराहरू पनि जाओस् भन्ने चाहिँ मेरो इच्छा भएको भएर मैले तपाईँलाई त्यो सोधेको पनि हो होइन। त्यो हुनैपर्छ क्या, किनकि अब हेर्नु अब म्याक्सिमम् चाहिँ तपाईँको म्याक्सिमम् भन्दा म्याक्सिमम् चाहिँ बाहिर गइरहेको क्या हाम्रो नेपालमा। नेपालमा अहिले को छन् भन्दाखेरि युथहरू भन्दा चाहिँ हाम्रो चाहिँ अलिकति एजेड भएको हाम्रो बाबा मम्मीका एजका मान्छेहरू टन्ने खाने क्या। भर्खरको युथहरू चाहिँ अब त्यही मेन भनेको पैसा कमाउनलाई त अनि परिवारलाई पाल्नलाई त अनि सबलाई पैसा चाहिन्छ। आफ्नो देशमा रोजगारको उस छैन, काम गरौँ भन्दा पनि अब लाइक यहाँ हेर्नु एउटा लेबर, यहाँको मान्छेहरूले चाहिँ कोही बेरोजगार बस्दैन क्या। कति धेरै इम्प्लोइमेन्ट यसले चाहिँ त्यस्तो क्रिएट गरे इन्भाइरोमेन्ट त्यस्तो हो, कोही चाहिँ बेरोजगार बस्दैन क्या। बेरोजगार बस्दैन यसको मतलब चाहिँ विदेश जानै पऱ्यो नि त। यिनीहरूलाई आफ्नै देशमा पैसा कमाएर काम गरिरहन्, जसले पढेका छन् उसले नि काम गरेकै, नपढेकाले पनि काम गरेकै छन्। हाम्रो नेपालमा के भयो भन्दाखेरि चाहिँ यो इन्डस्ट्रियल हुन्छ नि, इन्डस्ट्री त्यो चाहिँ अलिक कम भयो क्या। त्यसले गर्दाखेरि मान्छेहरू के लेबरको काम गर्न चाहिँ कति कतार, मलेसिया, दुबई, कतारतिर लागे छन्। जसको अलिकति फाइनेन्सियल स्टेबल छ, अलिकति राम्रो छ, मिडल क्लासबाट बिलङ गर्छ, उनीहरू चाहिँ अब कोही पढ्नेमा, कोही अब लाइक हुन्छ स्किल वर्कर भिजामा अब युरोप अमेरिकातिर गइरहन् त। त्यसलाई रोक्नको लागि हामीले के गर्नु पर्यो भन्दाखेरि एउटा जो पढे लेखेको अनएजुकेटेड मान्छे छ उसले गर्नुपर्ने, उसले काम गर्न सक्ने चाहिँ इन्भाइरोमेन्ट बनाइदिनु पर्यो क्या। न अनपढले पनि एउटा गर्न सक्ने हुनु पर्यो। अब जो पढे लेखेको छ उसले नि गर्न सक्ने चाहिँ इन्डस्ट्रीहरू चाहिँ क्रिएट गर्नु पर्यो क्या। इम्प्लोइमेन्टको लागि चाहिँ सजिलो हुन्छ कि सबैले गर्नु पर्यो, विदेश चाहिँ जानै नपरोस् क्या। अहिले मान्छे जाने भनेको त्यही रोजगारको लागि त हुनु भएको जाने म्याक्सिमम्। सो त्यो चाहिँ हुनु पर्यो क्या। पढाइ भने पनि लास्टमा आएर फेरि कुरा पैसामै आउँछ होइन। पैसामै आउँछ। पढ्ने भनेको पैसाको लागि, आज पढ्दैछु भोलिका दिनमा गएर राम्रो पोस्टमा जागिर खान्छु, राम्रो स्यालेरी आओस्, त्यही त हो नि। अब यो बाहेक अझै पछाडि तपाईँलाई भन्नुपर्दाखेरि मिस भइरहेको कुराहरू अथवा तपाईँलाई सेयर गर्नु मन लागेको कुराहरू केही छ भने त्यसमा पनि हामी अलिकति। मैले त अब के भन्छु भन्दाखेरि सकेसम्म त अब बाहिर चाहिँ नजानुहोस्। इफ जानुभयो अथवा जाने प्लान छ भने चाहिँ मिहिनेत चाहिँ गर्नुहोस्। मिहिनेत बिना केही छैन क्या। हिम्मत हार्नु होइन, मिहिनेत गर्नु पर्यो भने चाहिँ दुईवटा फर्मुला चाहिँ याद गरेर यो जति बेला नि राख्नु पर्यो कि दिमागमा चाहिँ मिहिनेत भन्ने चिज चाहिँ कहीँ छोड्नु हुँदैन क्या। मिहिनेत चाहिँ अनि हाउ गर्नैपर्छ, जुनसुकै कुरामा जहाँ गए पनि जहाँ मिहिनेत चाहिँ गर्न छोड्नु भएन क्या। सो त्यो चाहिँ हामीले चाहिँ दिमागमा राख्नुपर्छ, मिहिनेत गर्ने चाहिँ नछोड्नु। सक्दो आफ्नो नेपालमा अब राम्रो गर्नुहुन्छ भने चाहिँ आफ्नो नेपालमै बस्नुहोस्, आफ्नो नेपालमै केही राम्रो गर्नुहोस्। इफ बाध्य आइलाग्यो जानै पर्यो भन्ने सिचुएसन आयो भने पनि जानुहोस्, तर मिहिनेत चाहिँ गर्न नछोड्नुहोस्। त्यो अल्छीपनाले हुन्छ नि त, अल्छीपनाले चाहिँ कहीँ सुख दिँदैन क्या, बसी बसी खान दिँदैन क्या। अब यो पाटो पछि काटौँला अथवा राखौँला, एउटा के गरौँला होइन। तर तपाईँलाई भन्नु मन छ भने चाहिँ एकदम फ्रिली भन्नु मन छैन भनेदेखि चाहिँ यति पाटलाई हामीलाई काट्नु पनि मिल्छ पछि। के कुरा गर्ने होइन। अब जस्तै कुरो के होइन, सिम्पल छ होइन। तपाईँलाई पछि नेपाल फर्केर चाहिँ एउटा आफ्नो ड्रिम हुन्छ नि त, यो चाहिँ गर्नु मन छ, त्यही भएर म यति समयसम्मको लागि चाहिँ यहाँ बसेर यस्तो गर्दैछु, पछिको मेरो एउटा सपना भनेको चाहिँ यो हो भन्ने खालको त्यस्तो केही बनाउनु भएको छ? म चाहिँ यस्तो सोच्दैछु है, लाइक अहिले चाहिँ मैले अघि पनि भने मैले चाहिँ दुई ठाउँमा काम गर्छु। एउटा फ्याक्ट्रीमा पनि काम गर्छु अनि एउटा चाहिँ अब केरलमा काम पनि गर्छु। अब केरल भनेपछि मेरो ब्याकग्राउन्ड होइन हेर्नु, अब फ्याक्ट्री भनेपछि पक्कै मेरो ब्याकग्राउन्डमै पर्छ, किनकि अब मेरो कोर्स पनि त्यही अब अटोमेसन रिलेटेड छ। मैले चाहिँ यस्तो प्लान बनाएको छु नेपालमा चाहिँ अब कुनै चिजको लाइक अहिले चाहिँ म स्पेसिफिक कुनै चिजको नाम, कुनै फ्याक्ट्रीको नाम लेख्दिनँ, तर नेपालमा चाहिँ एउटा यस्तो फ्याक्ट्री बनाउँछु होइन, जहाँ चाहिँ मान्छेहरूलाई चाहिँ केही लाइक आफूले पढेको नलेजको पनि युटिलाइज होस्, त्यहाँ मान्छेहरू पनि त्यो सेक्टरमा चाहिँ लाइक रोजगार पाओस् क्या। त्यस्तै सोचेको छु मैले पनि। इन्डस्ट्री चाहिँ बनाउनै पर्छ क्या आफ्नो देशमा आफ्नो फिल्डको, किनकि म अलरेडी मसँग त्यो चिजको नलेज छ नि त, मैले प्रोजेक्टहरू पनि गरिसकेँ त्यो सम्बन्धी। सो मलाई चाहिँ त्यो इन्भेस्ट चाहिँ गर्नुपर्छ। त्यसको लागि त अब मैले भने विदेश बस्नै पर्छ, पैसा जम्मा गर्नै पर्छ। त्यसको लागि मेन भनेको पैसा चाहिन्छ। त्यो पैसामै आउँछ होइन, पैसा नभइकन त बनाउनु सकिँदैन नि त। सो भोलिका दिनमा गएर चाहिँ प्लान चाहिँ छ, नेपाल फर्केर गएपछि के चाहिँ गर्नै पर्छ। खुसी लाग्यो। त्यो बाहेक अब हामी अन्तिमतिर आउँदैछौँ। विदेशमा चाहिँ मैले सुन्नमा आएको कुरा हो यो चाहिँ, अब यो तपाईँकै मुखबाट सुन्न पाउँदा अझै राम्रो होला। जस्तै नेपालीहरूको
एउटा ग्रुपमा पनि तपाईँ इन्भल्भ हुँदै आउनु भएको छ भन्ने पनि मैले सुन्नमा आएको थियो होइन कस्तो कस्तो खालको के छ कस्तो छ इन्भाइरोमेन्ट के छ भनेर बुझ्नु मन लागेको किनभने मेरो त्यति ठुलो म त्यति धेरै ग्रुपमा इन्भल्भ हुन खासै मैले मौका पाएको पनि छैन होइन अनि यस्तो ग्रुपहरूमा म त्यसरी इन्गेज हुन पनि पाएको छैन म ट्राई गर्दैछु छु होइन के छ कस्तो छ हाम्रो माहौल कस्तो छ किनभने म पहिला आउँदाखेरि र सरी मैले अलिक धेरै उ गरिरहेको छु पहिला म आउँदाखेरि र अहिलेको हेर्ने हो भने हाम्रो नेपालीहरूको चाहिँ हाम्रो नम्बर हामी बस्ने ठाउँमा चाहिँ अलिक बढेर गइरहेको छ हामी धेरै भइसक्यो अहिले धेरै भनेर अब एकदम एक्सट्रिम भन्दिनँ म तर पनि एउटा राम्रो नम्बर पहिलाको तुलनामा चाहिँ बढी भइरहेको छ अब तपाईँ त आउनु पनि भएको छ प्लस ग्रुपमा पनि इन्भल्भ पनि हुनुहुन्छ मलाई चाहिँ यस्तो भयो मैले चाहिँ यसको चाहिँ सुरुमा चाहिँ हामीले चाहिँ इम्पोर्टेन्ट बुझ्नुपर्छ क्या यसको चाहिँ किन चाहिँ यो ग्रुपहरू चाहिँ इम्पोर्टेन्ट छ भन्ने कुरा बुझ्नु पर्यो क्या मैले चाहिँ के हिसाबले त्यो ग्रुप बनाएँ भन्दाखेरि जुन बेला चाहिँ म युके आएँ त्यति बेला चाहिँ मलाई पनि कोठा खोज्न चाहिँ अलिकति गाह्रै भएको थियो क्या कोठा खोज्नेदेखि लिएर लाइक हुन्छ नि यो जबहरूको कुराहरू पनि हुन्छ क्या सो कसरी खोज्ने कहाँ पाइन्छ के पाइन्छ भन्ने कुराहरू चाहिँ हुन्छ अनि जुन बेला म फर्स्ट टाइम युके आएँ त्यति बेला चाहिँ मलाई चाहिँ एउटा ग्रुप थियो यहाँ म जुन ठाउँमा बसिरहेको छु त्यही ठाउँमा एउटा चाहिँ लोकल ग्रुप थियो नेपालीहरूले चाहिँ त्यो ग्रुपलाई चलाउनुहुन्थ्यो त्यो ग्रुपमा एड थिएँ त्यो ग्रुपबाट मैले एउटा जब पनि पाएको थिएँ सुरुमा फर्स्ट टाइम मैले जब पाएँ यहाँ चाहिँ त्यो जब पनि त्यो ग्रुपबाटै म पाएको हो क्या सो त्यो कुराबाट पनि इन्सपायर भएको त्यो ग्रुपमा चाहिँ जोइन हुनुको के फाइदाहरू रहेछ भन्ने कुरामा क्या सो अनि पछि गएर अब त्यो ग्रुपमा म बसिरहेको थिएँ अनि पछि गएर अब एडमिन थियो एडमिनको हुनुहुन्थ्यो एकजना दाइ हुनुहुन्थ्यो उहाँ एडमिनको दिमागमा के आयो आएन उहाँको दाइले चाहिँ सबलाई रिमुभ हानिदिनु भयो क्या ग्रुपबाटै के हानिदिनु भयो क्या भर्खरको बल्ल बल्ल एउटा त्यो नेपाली कम्युनिटीको ग्रुप थियो त्यो सिटीमा त्यो ग्रुपबाट नै के हानिदिनु भयो होला अब सबै नेपाली बिचली भयो नि त नि अब कसलाई अब जब खोज्नु पर्यो नयाँ आएकोहरू होला उनीहरूलाई अब जब सब यताउति हाउसहरू कसैलाई रेन्टहरू चाहियो होला अब कसरी पोस्ट गर्ने के गर्ने भन्ने भयो क्या अनि त्यति बेला मेरो दिमागमा आयो क्या किनकि मैले त्यसको त इम्पोर्टेन्ट बुझिसकेको थिएँ नि त के चाहिँ आवश्यकता रहेछ त्यो ग्रुप हुनुको फाइदा बेफाइदा के छ भन्ने कुरा मैले त्यो कुरा बुझिसकेको थिएँ सो मैले मेरो दिमागमा आयो भने एउटा ग्रुप चाहिँ बनाउनै पर्ने हुन्छ सबै नेपालीहरूलाई चाहिँ एक ठाउँमा राख्नुपर्ने हुन्छ धेरै हेल्प हुन्छ क्या त्यो भयो भने सो मैले चाहिँ यत्तिकै म एउटा एजेन्सी जाँदै थिएँ क्या बाटोमा मसँग एकजना दाइ पनि हुनुहुन्थ्यो क्या अहिले पनि हामी सँगै काम गर्छौँ म र उहाँ दाइ जाँदै थियौँ एजेन्सी जाँदै थियौँ बसमै त्यो आइडिया आयो क्या अनि बसबाटै मैले त्यो बनाएको ग्रुप हो क्या त्यो बसमा जाँदा जाँदै यत्तिकै क्रिएट गरेको क्या त्यो ग्रुप सबैले हेल्प होस् भनेर केमा छ फेसबुकमा पनि छ फेसबुकमा चाहिँ मैले बनाएको छैन किनकि अब फेसबुकमा अलिकति रेस्पोन्स अलिकति ढिलो हुन्छ कि अब खासै मान्छेहरूले चाहिँ फेसबुकमा रिप्लाई गर्न कमेन्ट गर्न चाहिँ अलिक झ्याउ मान्दो रहेछ सो त्यो ग्रुप चाहिँ मैले वाट्सएप ग्रुप बनाएको थिएँ पहिलाको पनि वाट्सएप ग्रुप नै थियो अनि वाट्सएप ग्रुप मैले बनाएँ अनि पछि आफूले चिनेको जति पनि मेरो सर्कलमा दाइहरू हुनुहुन्थ्यो अब त म त लगभग प्रेसरमा सबभन्दा जुनियर नै हो क्या सबै लगभग जति पनि देख्छु सब दाइ नै हुनुहुन्छ क्या अनि मेरो सर्कलमा जति पनि दाइहरू हुनुहुन्थ्यो उहाँ दाइहरूले चाहिँ मैले एड गरेँ उहाँ दाइहरूले चाहिँ बिस्तारै अब आफूले चिनेको मान्छेलाई एड गर्दै जानुभयो अनि अहिले त त्यो ग्रुप नै एकदमै राम्रो भइसक्यो अब धेरैलाई चाहिँ हेल्प भइरहेको छ क्या त्यो नयाँ आउनेहरू चाहिँ कसरी जोइन गर्ने त अब नयाँ आउनेहरूलाई चाहिँ कस्तो छ भन्दाखेरि अब फेसबुक ग्रुपहरू पनि छ फेसबुक ग्रुपमा हाम्रो जुन वाट्सएपमा मेम्बरहरू हुनुहुन्छ उहाँहरू चाहिँ फेसबुकमा पनि हुनुहुन्छ अब कसैले अब फेसबुकहरूमा पोस्ट गर्नुहुन्छ कतिले चाहिँ हाम्रो ग्रुपको लिङ्क हालिदिनुहुन्छ कमेन्टमा त्यहाँबाट सिधै ग्रुपमा आएर जोइन हुनुहुन्छ अब कतिले अब कोही कोही रिलेटिभ साथीहरू हुन्छ नि त यो ग्रुपमा जोइन हौ यो ग्रुपमा चाहिँ यो रुमहरूको लागि रुम चाहियो भने रुमको लागि पोस्ट गरेर जबहरूको लागि पनि आइरहेको हुन्छ त्यो ग्रुपमा पोस्टहरू गरिरहेको हुन्छ त्यहाँ यसो हेर न भन्ने हुन्छ नि उहाँहरूले चाहिँ एड गरिदिनुहुन्छ क्या सो त्यसरी एड गर्दै 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 अहिले चाहिँ तन्नै भइसक्यो क्या अब हरि चाहिँ नेपालबाट युके आउँदैछ प्रेस्टन होइन अब उसले कसरी जोइन गर्ने हरिले चाहिँ अब मानव यहाँ आउँदैछ भनेपछि अब फेसबुक ग्रुपहरू पनि छ हेर्नु अब उहाँले चाहिँ अब मेरो थ्रु फेसबुकमा त धेरै छ नि त जस्तै अहिले जुन तपाईँले गरिरहनु भएको छ हेल्प गरिरहनु भएको छ किनभने यहाँ त स्क्याम हुने के हुने त्यो पनि धेरै छ नि त होइन मैले त्यो कुरा पनि अलिकति इन्क्लुड गर्न खोजेको हरिले फेसबुकमा धेरैवटा ग्रुपहरू भेटायो तर ऊ स्क्याममा पनि पर्न सक्यो होइन तर ठ्याक्कै राइट ठाउँमा चाहिँ कसरी आउने त त्यसलाई राइट ठाउँमा ल्याउनको लागि चाहिँ उसले चाहिँ राइट पर्सनसँग चाहिँ भेट गर्नुपर्ने हुन्छ सुरुमा चाहिँ त्यो गाह्रो भयो नि त किनभने नयाँ मान्छेलाई चाहिँ जस्तै अहिले कतिजना आउनु भएको छ मैले किन पनि भन्न खोजेको अब कतिजनालाई जबको लागि पनि एकदम गाह्रो भइरहेको हुन्छ कसरी खोज्ने भन्ने कुरामा गाह्रो भइरहेको हुन्छ होइन अनि के कुरा के कस्तो कस्तो ठाउँमा जब पाउँछ भन्ने कुरामा पनि गाह्रो भइरहेको हुन्छ होइन अब हरिलाई पनि त्यही भइरहेछ भर्खर आइरहेछ प्रेस्टन छ 1-2 दिन भयो उसलाई छटपट्टि भइरहेछ
अब ठ्याक्कै हामीलाई जाने बाटो चाहिँ अलिकति सजिलो हुनु पर्यो भनेर भन्दैछ हरिले, कसरी सजिलो गराउनुहुन्छ त? उहाँको लागि चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ ग्रुपमा चाहिँ एउटा चाहिँ पोस्ट राख्नु पर्यो। अनि अब कतिपय हुन्छ भने कतिले चाहिँ फेक हुन्छ नि, अब लाइक मेनली यो केस चाहिँ कस्तोमा फेला पर्छ भन्दाखेरि अब गर्ल्स साथीहरूले चाहिँ, केटी साथीहरूले चाहिँ त्यो कुनै खालको अब जबहरूको लागि पोस्ट गर्नुभयो, रेन्टहरूको लागि पोस्ट गर्नुभयो भने चाहिँ त्यो त्यस्तो पोस्टमा चाहिँ अब कतिपय हामीले नेपाली दाजुभाइहरूले चाहिँ उहाँहरूलाई चाहिँ अलिकति हुन्छ नि ब्ल्याकमेल गर्ने, इनबक्समा अब बोल्न खोज्ने, जे पाइते म्यासेज गर्न खोज्ने। सो त्यस्तो चाहिँ नहोस् भन्न चाहन्छु मैले। अनि कसले पोस्ट गर्यो भने चाहिँ अब जेन्युन रिप्लाई गर्ने क्या। मलाई मानव हरिलाई नै अब जबको आवश्यकता छ, उसले ग्रुपमा पोस्ट गर्यो, अब कोही मान्छेसँग जेन्युन गाइड गर्न सक्नुहुन्छ भने चाहिँ गाइड गरिदिनुहोस्। यो सक्नुहुन्न भने चाहिँ इनबक्समा गएर जथाभावी कसलाई केही नगर्नुहोस् होइन। एज अ मान्छे भइसकेपछि, नेपाली भइसकेपछि नेपाली पनि देखाउनुहोस्। लाइक नेपाली मात्रै होइन, एज अ ह्युमन भइसकेपछि चाहिँ त्यस्तो व्यवहार चाहिँ गर्नु भएन क्या। उहाँले आवश्यकता भएर त उहाँले पोस्ट गर्नुभयो नि त। सो उहाँले चाहिँ सही ठाउँमा सही दिशामा लैदिनुहोस्। बरु सक्नुहुन्छ भने चाहिँ तपाईँकोबाट हुन्छ भने चाहिँ हुँदैन भने त जस्ट इग्नोर गरिदिनु पनि भयो नि त। अब आउने जति पनि नयाँ मान्छेहरू हुनुहुन्छ अथवा तपाईँले इनिसिएट गरिरहनु भएको जति पनि यो एउटा काम, तपाईँले जति पनि अरूलाई हेल्प गरिरहनु भएको छ, त्यसमा जोइन हुनको लागि सायद हामीले अब यो भिडियो पोस्ट गर्दै गर्दाखेरि डिस्क्रिप्सनमा लिङ्क पनि राखिदिनु त मिल्छ होला नि त तपाईँको? मिल्छ। मलाई चाहिँ फ्रीली कन्ट्याक्ट गर्न सक्नुहुन्छ, वाट्सएपमा गर्नुहोस्, जेमा मेरो छ, फेसबुक गर्दा पनि भयो। किनभने कतिजना स्क्याममा परेको सुनि नै रह हुन्छ, हामीले जहिले सुनिरह हुन्छौँ। जस्तै नेपालतिर त्यो कम नै हुन्छ होइन, तर यहाँ चाहिँ अलिकति बढी हुन्छ कि जस्तो लाग्छ मलाई। अब त्यही हो त, हेर्नु मैले चाहिँ मान्छेलाई, मेरो के सिद्धान्त छ भन्दाखेरि मान्छेले नयाँ आउनु, जति पनि नयाँ आउनुहुन्छ नि त, जो आइसक्नु भएको छ, कोही चाहिँ स्क्याममा नपरोस्, कोही चाहिँ कसैकोबाट नठगियोस् भन्ने चाहिँ मेरो सिद्धान्त हो। अनि अस्ति पनि रियल कुरा नै हो कि अब त्यही ग्रुपमा, जुन ग्रुप मैले चलाइरहेको छु त्यही ग्रुपमा चाहिँ 2जना दाजुहरू चाहिँ स्क्याममा पर्नु भएछ। केमा पर्नु भएछ भन्दाखेरि पैसा साट्ने कुरामा। अब फी तिर्ने बेला भयो त्यो उहाँको। फी तिर्ने बेलामा चाहिँ उहाँले चाहिँ अब ग्रुपमा पोस्ट गर्नुभयो, मलाई चाहिँ कसैले चाहिँ पाउन्ड दिनुहुन्छ, म नेपालमा चाहिँ पैसा ट्रान्सफर गरिदिन्छु भन्ने कुरा गर्नुभयो। अब 2जना नेपाली नै हुनुहुन्थ्यो उहाँ चाहिँ, ठग्ने मान्छेहरू पनि। म चाहिँ पर्सनली चाहिँ चिन्दिनँ, त्यो ग्रुपमा चाहिँ अब नाम मेन्सन गरेको भए चाहिँ मैले देखेको। अनि उहाँले चाहिँ के गर्नुभयो भन्दाखेरि चाहिँ उहाँले चाहिँ अब पैसा लिने मान्छे पनि अलिकति आफू चाहिँ केयरफुल हुनुपर्ने ठाउँमा चाहिँ हुनु भएन कि उहाँको पनि फल देखियो क्या। किनकि अब अनलाइनको माध्यम हो, अब पैसा जस्तो चिज भनेपछि तपाईँले चाहिँ फेस टु फेस गर्दा अलिक राम्रो हुन्छ क्या। जहिले पनि सोसियल मिडियाको भरमा चाहिँ बस्नु भएन क्या। उहाँले चाहिँ अब अनलाइनकै भरमा चाहिँ उहाँले चाहिँ उसको नेपाली एकाउन्टमा पैसा हालिदिनु भयो। अब उहाँले चाहिँ 800 पाउन्ड दिन्छु भनेर चाहिँ भन्नुभएको रहेछ अरे। स्क्रिनसट गरेर पनि पठाउनु भयो क्या, 800 हालिदियो भनेर। अब स्क्रिनसट पठाउनु भयो, तर लास्टमा चाहिँ उहाँको ब्याङ्कमा चाहिँ पैसा आएन क्या। अब त्यो स्क्रिनसट त अब लाइक एडिट पनि त हुनु पायो नि त। सो उहाँ चाहिँ स्क्याममा पर्नुभयो। त्यो ग्रुपमा हाल्नु भयो, मैले 2जनाले के कान्दिएँ। त्यसै गरी एकजना अझै हुनुहुन्थ्यो, कोठाहरूमा चाहिँ स्क्याम गरिदिनु भएको थियो अरे उहाँलाई। अनि मैले ग्रुपबाट के कान्दिएँ। अब के कान्दिसकेपछि मान्छेले आफ्नो फ्रस्ट्रेसन आएर मलाई इनबक्समा आएर पोख्नुहुन्छ। मैले त सक्दो हेल्प गर्न खोजेँ नि त, कोही हेल्प यस्तो स्क्याममा नपरोस् भनेर गर्न खोजेको। इनबक्समा आएर अब मलाई चाहिँ थ्रेट दिनुहुन्छ, अब के अरे कहाँ छस्, के गर्छस्, भेट्न आएछ, यस्तो गर्छु उस्तो गर्छु भनेर। अब के भन्नु, बाध्य भएर ब्लक हान्नु पर्यो मैले। त्यस्तो पनि च्यालेन्ज मैले गरेको त्यो ग्रुपले गर्दाखेरि क्या। मैले चाहिँ खासमा त हेल्प गर्न खोजेँ नि त, कोही नठगियोस् यस्तो सेभ गर्न खोजेँ नि त उहाँहरूलाई चाहिँ। त्यस्तो के यसबाट बस्नको लागि चाहिँ के गर्नु पर्ला, स्पेसली चाहिँ नयाँ आउने मान्छेहरूको लागि? बस्नको लागि त आफू चाहिँ केयरफुल हुनुपर्छ हेर्नु। अनि अब जस्तै यो कुराहरू छ होइन, पैसाको कुराहरू भयो होइन, पैसाको कुरामा चाहिँ कहिले पनि चाहिँ अनलाइनको माध्यममा चाहिँ विश्वास नगर्नुहोस् क्या। अनलाइनकै भरमा नबस्नुहोस् क्या। फेस टु फेस चाहिँ जानु सक्नु, फेस टु फेस जानुहोस्। उहाँको चाहिँ वाट्सएपबाट कुरा गर्दैछ, उहाँको नाम के हो, प्रोफाइलमा फोटो छ कि छैन होइन, उहाँको चाहिँ ब्याकग्राउन्ड चाहिँ राम्रोसँग बुझ्नुपर्छ कि पहिला। बल्ल जस्तै एउटा क्या, अब मलाई पनि लास्ट टाइम एकपटक मलाई त्यस्तै मेसेज आयो क्या। हजुर। अब फोन गर्दा फोनै नउठाइदिने, मेसेज आएको छ मेरो यस्तो फ्यामिलीमा कसैको डेथ भयो, अर्जेन्ट छ, म कहीँ बसिरहेको छु, मेरो बस्ने ठाउँ पनि छैन, मलाई पैसा मागेर चाहिँ मलाई ओनरले पनि, हाउस ओनरले एकदम सताइरहेको छ यताउता भनेर मलाई 2-3 दिनसम्म मेसेज आयो। म इमोसनल्ली पनि अब म कस्तो नेपाली हो कोही हो यस्तो परिरहेको छ, हेल्प गराउन त भन्ने हुन्छ। यो रुमवालाले चाहिँ स्क्याम गर्दाखेरि के गर्दा रहेछन्, किनभने फर्स्टमा आएर हुने नै त्यही हो जस्तो लाग्छ क्या मलाई। धेरैजना पर्नुहुन्छ रुमवाला। के गर्ने रहेछन्, के गर्छ भन्दाखेरि हेर्नु, अब कतिले के गर्छ भन्दाखेरि रुम चाहिँ फर्निस भनेर भन्छ। फोटो भिडियो पठाउन भन्दाखेरि चाहिँ लाइक अलिकति फोटो पठाइदिन्छ, राम्रोसँग पठाउनु। फेरि हेर्नु अलिकति चिटिक्क रुमभित्रको देखाएर फेरि फोटो पठाइदिन्छ। अब हामीले चाहिँ यहाँ आइसकेपछि 450 पर्ने रुम चाहिँ उनीहरूले 550 बेचिरहेको हुन्छ। अब बिचरा नयाँ आउने त बाध्य हुन्छ नि त, कतिखेर कोठा पाइयोस् बस्न पाइन्छ भन्ने हुन्छ नि त। 450 कोठा 550 बेचिदिन्छ। फर्निस भनेर अनफर्निस रुम भिडाइदिन्छ।
अब रुममा जुन हाम्रो बेसिक चिजहरू हुन्छ नि त एउटा ल्यान्डलर्ड चाहिँ प्रोभाइड गर्ने कुराहरू त्यो चाहिँ प्रोभाइड गरिदिँदैन क्या कतिपय देखिसकेँ मैले आफ्नै आँखाले कि त्यो बेसिक कुराहरू अब हुन्छ नि त लाइक यो माइक्रोवेभहरू ओभनहरू हुन्छ नि त फ्रिजहरू हुन्छ नि त यस्ता यस्ता कुराहरू चाहिँ प्रोभाइड गर्नु यो भइरहेछ होइन भइरहेको छ क्या मलाई थाहा थिएन यो भइरहेको छ मेरो आफैले आँखाले देखेको कुराहरू र त्यसले गर्दाखेरि अब त्यो रुम दिने मान्छेसँग मेरो डिस्कस पनि परेको त्यही कुराले गर्दाखेरि चाहिँ मेरै घर अगाडिको काण्ड यो चाहिँ अब यो ग्रुप अफ मान्छेहरूले गरेर हुन्छ यस्तो कि अनि लाइक यो एजेन्टहरू हुन्छ क्या लाइक अनलाइसेन्सवालालाई भनेको अफिसियल त्यो यो एजेन्सीहरू चाहिँ होइन होइन रजिस्टर होइन रजिस्टरवाले पक्कै त्यस्तो गर्दैन यो लाइक आफ्नो पर्सनल बेनिफिटको लागि हुन्छ नि त सेकेन्ड बिजनेस फर्स्ट चाहिँ अब कुनै ठाउँमा जब गर्दैछु त्यो पनि छ देखेकै कुरा हो नि अब त्यो फलाना ठाउँमा म काम गर्दैछु फुल टाइम अब आफ्नो बाँकी टाइम चाहिँ एजेन्टको काम गर्छु अब त्यो एजेन्टको काम कसरी गर्छ भन्दाखेरि अब त्यही कोठा खोज्ने अब कता के छ 2-4 केटाहरूलाई भिडाउने अब मेरो घरमा कोठा छ भने म तिमीलाई चाहिँ मान्छे के अरे म तिमीलाई फोन गर्छु मान्नु तपाईँ एजेन्ट हुनुहुन्छ लाइक सेकेन्ड त्यो लाइसेन्स नभएको एजेन्ट हुनुहुन्छ मेरो घरमा कोठा खाली भयो तपाईँले मलाई के भन्नुभएको थियो भन्दाखेरि तिमीले मलाई तिम्रो घरमा कोठा खाली भयो भने चाहिँ मलाई भन् तँलाई चाहिँ म एउटा रुम अब मान्छे पठाइदिएको बापत यति कमिसन दिन्छु भनेर तपाईँले कुरा गर्नुभयो क्या मेरो घरमा कोठा खाली भयो मैले तपाईँले भने मेरो घरमा खाली चाहिँ एउटा मान्छे पठाइदिनु त भने अब 450 कोठा तपाईँले पठाउनु भयो 550 पठाउनु मलाई अलिकति पैसा दिनुभयो महिनाको 100 आइरहेको मजाले 100 पाउन्ड आइरहेको नि त त्यस्तो ठगी हुँदो रहेछ काम खोजिदिनेमा पनि यस्तै हुन्छ के भइरहेछ काम खोजीमा पनि अब यो ब्रिटिस एजेन्सीहरूले चाहिँ त्यो इम्प्लोइबाट चाहिँ पैसा लिँदैन हेर्नु यो कुरामा चाहिँ ढुक्क हुनुपर्ने हुन्छ त इम्प्लोइबाट चाहिँ कहिले पनि यो एजेन्सीहरूले चाहिँ पैसा लिँदैन क्या इम्प्लोयरले चाहिँ अब त्यो अब हुन्छ नि एजेन्सी इम्प्लोयरले चाहिँ एजेन्सीलाई अब कमिसन हुन्छ कि कसरी हुन्छ उनीहरूको म्याटरहरू त इम्प्लोइबाट चाहिँ एजेन्सीले पैसा लिँदैन तर कतिपय काण्डहरू चाहिँ लन्डनमा पनि मैले देखिरहेको हुन्छ एउटा दुईवटा भिडियो चाहिँ कुन चाहिँ एजेन्सी छ नाम चाहिँ म भन्न सक्दिनँ त्यो एजेन्सीले चाहिँ के भन्छ भन्दाखेरि अब एउटा जब खोजिदिएको बापत चाहिँ 800 कति पाउन्ड लिने रे क्या एउटा जब खोजिदिएको बापत 800 पाउन्ड इम्प्लोइको भाडा क्या 800 पाउन्ड इम्प्लोइको भाडा भिजा कि जब मात्रै जब मात्र भिजा त परै जाओस् स्टुडेन्टको भाडा अझ बुझ्नु न स्टुडेन्ट फर्स्ट टाइम आउने स्टुडेन्टहरूबाट चाहिँ 800 पाउन्ड लिने क्या त्यो त लास्ट दुःख दिएको भएन नि ठग्यो जस्तो भएन नि खासमा त इम्प्लोयरले चाहिँ दिने हो नि त एजेन्सीलाई पैसा यहाँ एकदम यस्तोमा पर्ने भनेको चाहिँ एउटा मैले यसो बुझ्दाखेरि चाहिँ 2-3टा केसहरूमा चाहिँ स्क्याममा हुने देखेँ क्या जस्तै एउटा चाहिँ कोठा खोज्दा सुरुमा आउनु साथै झ्याम्मै भ्युङ गराएको पनि पैसा लिँदो रहेछ भ्युङको पनि पैसा भ्यू गराएको पैसा 50 पाउन्ड लिँदो रहेछ अरे 50 पाउन्डमा माथि लिँदो रहेछ अरे अब भ्युङ गराउँदा मन परे त ठिकै हो परेन भने पैसा तिर्नुपर्ने 50 पाउन्ड तिर्नुपर्ने त्यो त गलत हो नि त खासमा त्यस्तै यो पनि हामी नेपालीहरूले नै यस्तो गरिरहेको छ नेपालीले नै गरे त्यो कुराहरूबाट जति पनि अब आउने हुनुहुन्छ नि अब जति पनि हाम्रो यो भिडियो हेर्नुहुन्छ उहाँलाई सबलाई म के भन्छु भन्दाखेरि यस्ता कुराहरूबाट चाहिँ एकदम केयरफुल भएर बस्नु क्या यो कुरा मलाई थाहा थिएन म सकमा छु साँच्चै भनेको मैले कुराहरू चाहिँ मैले भोगिसकेँ त्यो ग्रुपहरूबाट धेरै कुराहरू चाहिँ म्यासेज मलाई कति धेरै आउँछ अस्ति एकजना दिदीले चाहिँ मलाई म्यासेज गर्नुभयो भाइ तिम्रो ग्रुपमा बस्ने एकजना मान्छेले त यस्तो यस्तो गरे नि रुम देखाएको पैसा मागिरहेको पर्सनल कुरा नखोलाउँ कसैको पनि होइन यस्तो म्यासेज गर्नुभयो मैले देखेँ नराम्रो लाग्यो के आफू पनि केयरफुल हुनुपर्छ त्यो कुराहरूमा चाहिँ अब यहाँ आइसकेपछि कोठा खोज्नलाई त आफूले पनि अलिक जानुपर्छ क्या अलि त्यो जुन हुन्छ नि लाइसेन्स भएको एजेन्सीहरू रजिस्टर एजेन्सीहरू हुन्छ उनीहरूकोमा गयो भने त मजाले सिङ्गल रुमहरू पनि त एजेन्सीबाट पनि पाउँछ नि होइन मजाले पाउँछ अलिक महँगो होला अब एजेन्सीहरूले चाहिँ अब अलि कुनै अब सस्तो हुन्छ कुनै महँगो हुन्छ त्यो हेरी हुन्छ अब त्यस्तै हो म अझै म सकमा छु साँच्चै भनेको रहेछ यो चाहिँ म सकमै छु किनभने मलाई थाहा थिएन मलाई साँच्चै थाहा थिएन मैले 2-3टा कुरा देखेँ एकदमै स्क्याम भने यो चाहिँ स्पेसल्ली नयाँ आउनेहरूको लागि एउटा चाहिँ फर्स्टमा रुम अब एकदम विचार गर्नु पर्यो अनि सेकेन्ड भनेको काममा पनि थर्ड भनेको पैसा साट्ने कुरामा पैसा साट्नेमा त झन् धेरै केयरफुल हुनुपर्छ क्या एकदमै मान्छे नभेटी त पैसा त रुम भ्युइङको लागि पनि पठाउनु भएन रुम लिने भनेर पनि अनलाइन मान्छे नभेटी रुम नहेरी पैसा पठाउनु भएन अनि मान्छे अब जबको त कुनै पनि इम्प्लोयरले चाहिँ पैसा लिएर जब दिने त्यस्तो हुँदैन अहिलेसम्म मलाई पनि थाहा छैन त्यस्तो इम्प्लोयरले चाहिँ पैसा के अरे त्यो एजेन्सीले अथवा इम्प्लोयरले चाहिँ इम्प्लोयकोबाट पैसा चाहिँ लिँदैन क्या अर्को तपाईँले भनेको अनुसारले चाहिँ पैसा पठाउने कुरामा पनि इन पर्सन भेटेर गर्नु पर्यो त्यो बाहेक त्यो एकदमै केयरफुल हुनुपर्छ त्यो कुराहरूमा चाहिँ त्यो बाहेक पनि अरू कुरै सुन्नु भएको छ मैले चाहिँ अहिलेसम्म थाहा पाएको चाहिँ यति हो क्या यति नै हो यति कुराहरू चाहिँ धेरै ठगिहान् त्यही भएर चाहिँ सबलाई म केयरफुल गराउन खोजेको
कहाँ छौँ हामी हामी युकेमै हो लगभग अहिलेसम्म एकदम इम्पोर्टेन्ट कुराहरू गर्नुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद नै भन्छु अब तपाईँले चाहिँ आफ्नो परिवार आफ्नो साथीभाइको लागि केही मेसेज छ भने त्यतातिर लागौँ होइन सबै कुराको बावजुद होइन स्क्याम चलिरहेछ युनिभर्सिटीमा पढ्नु जानु परिरहेछ काम गर्न जानु परिरहेछ उता केयरर हुनु परिरहेछ उता इन्जिनियर हुनु परिरहेछ उता फ्याक्ट्री चलाइदिनु परिरहेछ अनि यता अब ग्रुप चलाउँदै हुनुहुन्छ यता युट्युब पनि यसो गर्न खोजिरहनु भएको छ गर्न नखोजेको केही छैन होइन सबै हुँदा हुँदै फ्यामिली चाहिँ कति मिस हुन्छ साह्रै मिस हुन्छ सबभन्दा धेरै त मम्मीको याद आउँछ नेपालमा हुँदाखेरि अब काठमाडौँ बसिन्थ्यो अब कहिले कसो यसो मम्मीको याद आयो भने यसो टिकट काट्यो घर गयो सजिलो हुन्थ्यो भेटघाट गऱ्यो मम्मीले पकाएर दिएको मिठो मिठो खानेकुरा खाइयो काठमाडौँ फर्कियो अब यहाँ त वर्षौँ बितिसक्यो मम्मीलाई भेट्न पाएन मम्मीको हातको खान पाएन अब यसो कहिले कसो घर जाँदाखेरि छोरो थाक्यो होला भने चाहिँ खुट्टामा तेल लगाइदिने टाउकोमा तेल लगाइदिने हुन्छ नि त अब अलिकति नेपालमा हुँदाखेरि अब घर आउँदाखेरि अलिकति कोदालो चलाएर आएपछि मम्मीले चाहिँ थाक्यान भनेपछि खुट्टामा तेल मालिस गर्ने तेल तताएर लगाइदिने हुन्थ्यो नि त अब यहाँ त दिनमा अब उसमा फ्याक्ट्रीमा काम गर्दाखेरि दिनमा त 40 टन उचाल्नु पर्ने हुन्छ 40 टन मासु चाहिँ त्यो लाइनमा खनाउनु पर्ने हुन्छ क्या त त्यत्रो काम गरेर आउँदा पनि एक्लै चाहिँ बस्नु पर्यो भनेपछि मिस नगर्ने कुरै भएन क्या अनि दाइ दिदीहरूसँगको हुन्छ नि एउटा रमाइलो साथीभाइसँगको रमाइलो त्यो चाहिँ केही छैन क्या यहाँ अघि हजुरले नि भन्नुभएको थियो नि अब यहाँ भएको साथीहरू नभएका होइन साथीहरू त यहाँ पनि छन् 2-4 जना साथीहरू छन् तर त्यहाँ हजुरले भन्नु जस्तै अब मेरो छुट्टी भयो बेला उनीहरूको नभइदिने उनीहरूको छुट्टी भयो बेला मेरो नभइदिने त्यो त्यस्तो छ क्या फ्यामिलीलाई मिस गरेँ एकदमै स्पेसल के मेसेज छ त सिधै यहाँबाट पठाइदिउँ न त अब अहिले नै जाउँ भनेर त जानु मिल्दैन त्यही पनि मेसेज त के छ अब बामुले भन्छु अब छोराले चाहिँ जे होस् विदेशमा दुःख गरेर जे होस् राम्रै गरिरहेको छ अब त्यसै टेन्सन लिनु पर्दैन छोराले चाहिँ अब गर्न सक्ने चाहिँ भइसके आफ्नो चाहिँ अब लाइक गरिराख्नु आफूले चाहिँ गरी खाने चाहिँ भइसक्यो भनौँ न मलाई हरेक एपिसोडको यो लास्टको वाला यो पार्ट चाहिँ मलाई एकदम मजा लाग्छ यो वान अफ माई फेभरेट पार्ट हो जब यो मलाई चाहिँ विदेशमा आइसकेपछि त यो फ्यामिलीलाई सम्झेर होइन कहिले त रुनु नि मन लाग्छ राति हुन्छ नि लाइक कामबाट आउँदाखेरि अब सुत्ने बेला चाहिँ अब जति बेला अब थकाइ लागेको बेला खाना पकाउनु पर्ने हुन्छ नि त त्यति बेला त यस्तो भेजा हुन्छ कसले खाना पकाएर राखिदियोस् खाएर सुतौँ भन्ने हुन्छ क्या अब इमोसनल भइन्छ कुरा गर्दै जाँदाखेरि फेरि होइन कुरामा त भइन्छ एकदम अब छिटै डबल हुनुतिर फोकस गर्छ अब सोच्दैछु हेरौँ अब पिएचडब्ल्यू सकेपछि चाहिँ अब मास्टर जोइन गर्ने अब रिसर्चमा त्यसपछि चाहिँ डिपेन्ड चाहिँ ल्याउनु पर्ला त्यति बेला सजिलो होला कि भन्ने हो